आज चाहिँ 1.5 घन्टाको समयमा 4 आर्य सत्य र मानव जीवनलाई कसरी चाहिँ अलि सदुपयोग युटिलाइजेसन कसरी राम्रो गर्न सकिन्छ भने त्यसको विषयमा अलिकति कुराहरू राखिदिनु भनिरहेको थियो हैन। अब यो 4 आर्य सत्य धेरैले सुनेकै होला हैन, 4 नोबल ट्रुथ भन्छ। अब 4 आर्य सत्य भित्र 1 नम्बरमा दुःख सत्य हो भन्ने जुन चाहिँ छ, द सफरिङ इज ट्रुथ हैन। सबैको आफ्नो आफ्नो के हुन्छ, दुःख हुन्छ हैन। तपाईहरुको पनि आफ्नो दुःख होला, मेरो पनि आफ्नै दुःख होला हैन। हामी सबैको आफ्नो आफ्नो दुःख हुन्छ। अब यो दुःख, अब जस्तो हामीले भन्छ नि दुःख सत्य, अनि दुःखको कारण सत्य, अनि दुःखको अन्त पनि हुन्छ हैन। अनि अन्त हुने उपाय हैन, मेथडहरु पनि छ। अब 4 आर्य सत्य भनेको त्यही हो हैन। देयर इज सफरिङ, there is a cause of suffering, there is a end of suffering, there is a method to end of suffering हैन। मैले अघि भने दुःख छ, दुःख त्यसै आएको हैन, दुःखको केही कारणहरु होला हैन। अनि यो कारणको समाधान एन्ड हुन्छ हैन, समाधान पनि हुन्छ। अनि यो हुने उपायहरु पनि छ हैन। बुझ्नु भयो सबैले? अनि 4 आर्य सत्य त धेरै चोटि सुन्ने होला। अब म आज हैन अलिकति के भन्छ, अब यो इङ्ग्लिसमा भन्दाखेरि अलिकति मेरो मुड राम्रो छैन आज हैन। अब के कारणले हो मलाई पनि थाहा छैन, हुन्छ नि अलिकति मेरो मुडलाई के भन्छ नेपालीबाट? सोच हो, भावना हो, के भन्छ? मनस्थिति हो। यो चाहिँ उहाँको इङ्ग्लिस चाहिँ राम्रो छ है ल। अब मलाई ट्रान्सलेसन चाहिरहेको हुन्छ हैन। तपाईले आज मेरो मनस्थिति अलिकति राम्रो छैन हैन। अब म तपाईहरुलाई 1-2 वटा कुराहरू बताउँछु। जस्तो कि अघि बिहान म बौद्ध गएँ हैन, बौद्ध कोरा गएँ बौद्धमा खाजा खाएर चाहिँ म यता आउँ भनेर सोचिरहेको थियो। अनि एउटा कफी सपमा गएँ हैन, कफी सपमा गएर अनि ब्रेकफास्ट अर्डर गरेँ हैन। राम्रो कफी सप, नाम नलिउँ हैन, फेरि नाम लियो भने हैन फेरि राम्रो हुँदैन। राम्रो कफी सपमा गएँ हैन, एउटा कफी र एउटा खाजा हैन। अनि खाजा चाहिँ अब यो ब्रेडको माथि आवाकादो हुन्छ नि, आवाकादो भनेर अब कसै नेपाली धेरैले थाहा छ हैन। आवाकादोलाई के भन्छ नेपालीमा? आवाकादो त भन्छ होला नि, के भन्छ? हो, अनि आवाकादोलाई के भन्छ नेपालीमा? आवाकाचो भन्छ हो, आवाकाचो नेपाली नै हो अरे। अनि यो ब्रेडको माथि आवाकादो यस्तो लगाइरहेको थियो हैन। अब मैले त अब आज चाहिँ हैन, अब धेरै दिन भयो आवाकादो नखाएको हैन, मलाई धेरै मन पर्छ। अनि खाजा खाँदाखेरि यस्तो टोकेको त हैन, आवाकादो यस्तो चिसो, यो फ्रिज यो हाम्रो के भन्छ, फ्रिज भित्र 2 किसिमको हुन्छ नि। एउटा चाहिँ माथि फ्रोजन भन्छ नि हैन, धेरै डिप फ्रिजमा हालेको हुन्छ। यस्तो टोक्दाखेरि त दाँतै दुख्ने खालको चिसो हुन्छ नि, पुरै आइसक्रिम खायो जस्तै बिहान। अब म भोक लागिरहेको थियो बिहान, खाजा त खानु पर्ने हैन, यता आउनुपर्छ। अब खाजा खाउँ भनेको त यस्तो खालको चिसो आवाकादो। मैले यता कफी सपको वेटरलाई भन्ने हैन, अब म पहिला एकचोटि यही कफी सपमा गएको थियो। यति बेला धेरै राम्रो एक्सपिरियन्स भएको थियो ब्रेकफास्ट। अब मैले लाग्यो यो हैन राम्रो कफी सप हो। त्यति बेला अब केही यो खाना बनाउने केही भयो होला, मुड अफ होला, त्यसैले हैन ब्रेकफास्ट राम्रो पाएन। अब आज चाहिँ राम्रो पाउँछ होला भन्ने मेरो आशा हैन, अलिकति आशा गरेर गएको थियो। झन् निराशा भयो आज हैन। बिहान त अब चिसो आवाकादो हैन, टोक्दाखेरि दाँतै दुख्ने खालको। अब टाइम पनि छैन फेरि यो हैन। अब मलाई भएन, मलाई अर्कै ब्रेकफास्ट चाहियो भने समय चाहियो। म त यता फेरि हैन 9 बजी पुग्नु सक्दैन, म त 9:30 मा पुगेँ भने त तपाईहरु धेरै पर्खिनु पर्छ।
अब यो जुन चाहिँ चिसो आवाकादोको ब्रेकफास्ट खाँदाखेरि होइन मेरो भित्र यस्तो दुःख आयो, यस्तो दुःख होइन। अब यो 4 अडिया सत्यहरूको दुःखको जुन चाहिँ कुरा गरेर छ होइन, रिस होइन, डिसपोइन्टेड होइन, डिसपोइन्टले के भन्छ, निराशा हो। अब समस्या यस्तो समस्या भइदियो कि समय भए त मैले होइन यो भएन म नखाने, मलाई अर्को के हो ब्रेकफास्ट बनाइदिनु भन्ने समय पनि छैन होइन। यता आउनुपर्ने फेरि बौद्धबाट यता त टाइम लाग्छ, फेरि जाममा फस्यो अन्त होइन धेरै समयमा। त्यसले गर्दा अब योलाई के भन्छ, के भन्छ, बाध्यता भन्छ, के भन्छ हो, म खानुपर्ने। अनि 3टा ब्रेड थियो, 3टा आवाकादो थियो होइन। सुरुको 2टा त अब होइन मन नपरी होइन, नचाहिए होइन, अब खायो होइन। 3rdको ब्रेड चाहिँ अब अलिकति अगाडि सक्दाखेरि मान्छे हुन्छ नि, रिस देखाउँछ नि होइन। 3rdको ब्रेड चाहिँ मैले आवाकादो सबै निकालेँ होइन, निकालेर ब्रेड अलिकति टोकेँ होइन, राखिदिएँ होइन मैले होइन। तपाईँहरूले यस्तो मान्छेलाई बिहान होइन चिसो आइसक्रिमको ब्रेकफास्ट त दिनु मिलेन नि होइन। हामी त बिहान चिसो, हामी त फरेनर त होइन चिसो खाँदैन नि बिहान त होइन, तातो तातो खान्छ। अनि अब योभन्दा अगाडिको कहानी म त यो सबै दुःखको मैले कहानी तपाईँले सुनिरहेको छु। अहिले भर्खर तातो दुःख बुझ्नु होइन, यो टाढो दुःख होइन। म आज किन मेरो होइन अघि के भने मुड अफलाई के भन्यो, मनस्थिति अलिक राम्रो छैन भनेको कारण अब धेरै कारणहरू छ। यो कारणहरू तपाईँलाई म बताउँदै जान्छु होइन। अब मलाई हतार थियो होइन। यो कफी सपमा म जब बसेँ, अब यति राम्रो कफी सप छ होइन, यति राम्रो इन्टिरियर गरिरहेको छ, म बसेँ। यो वेटर आएर मान्छेको पनि छैन, खाली थियो, कोप पनि म मात्रै थियो मान्छे होइन। कफी सपको वेटरले यो मेन्यु राखेर होइन, मैले हेरिसकेँ, मलाई यो चाहिन्छ थाहा पाइसक्यो। 2 मिनट भयो, 3 मिनट भयो, 4 मिनट भयो, वेटरै नआएको। आएर मतलब मेन्यु राखिसकेर के खानु हुने भनेर सोध्नु त आउनु पऱ्यो नि। मलाई भोक लागिरहेको थियो, समय छैन, वेटर त हरायो, कहाँ हरायो हुन्छ नि। अनि एकछिन त रिसेप्सनमा एकजना बसिरहेको थियो, मैले भने तपाईँहरूले खाना दिने हो कि होइन होइन। आज बिहान म अलिकति यो थियो, के भन्छ मेरो के भन्छ के भने अघि मनस्थिति होइन, धेरै अलिकति दुखी थियो बुझ्नु भएन। अब यो किन भन्दाखेरि यसको पनि फेरि यो कहिले हुन्छ नि, मान्छे सानो कुरालाई किन यस्तो ठुलो बनाउने भनेर। तर अब यस्तो हुन्छ, म अघि हिजो बेलुका होइन अलिक ढिलो निन्दा लाग्यो होइन। त्यसले गर्दाखेरि बिहान अब म अहिले बौद्धमा बसिरहेको छु, बिहान अटोमेटिकली बिहान 5 बजी बिम्जिहाल्छ। अब किन हो मलाई दाजु, यो मेरो छिमेकीमा एउटा यो बस्छ, के भन्छ यो के भन्छ, यो खोज्ने यो भन्छ नि कार्भिङ, मूर्ति कार्भिङ, टङ 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 होइन, पूजा जस्तै हुन्छ नि। बिहान 5 बजी उठाइदिन्छ होइन। यो निन्द्रा नपुगेर पनि होला जस्तो पनि मलाई लाग्यो अघि बिहान होइन। न त सानो यो ब्रेकफास्टको लागि किन यस्तो होइन, वेटरलाई किन रिस देखाउने, रिसेप्सनलाई किन रिस देखाउने। तर यो कुरा अलिक गहिरोमा गयो नि। अब हिजो के भइदियो भन्दाखेरि हिजो होइन, जुन चाहिँ मेरो एउटा खाना बनाउने घरमा, अब खाना बनाउने आजभोलि पाउने यस्तो गाह्रो भइरहेछ होइन। मेरोकोमा 5-6 जना खाना बनाउनु आयो होइन, मैले सबै निकाल्नु पर्ने भयो होइन। अब खाना बनाउने एउटा आउँछ होइन, खाना चाहिँ राम्रो बनाउँछ होइन, तर एटिट्युड भनेको थाहा छ तपाईँले, हुन्छ पुरै घरकै मालिक जस्तै होइन र। खाना बनाउने त्यसपछि अरू सफाहरू के पनि नगर्ने होइन, खाना बनाउने सट्टै गइहाल्ने हुन्छ नि। अनि फेरि कहिले खाएर खाना बनाउने मान्छे पाउँछ होइन, सफा चाहिँ राम्रो गर्छ, फेरि खाना यस्तो होइन यो हुन्छ नि, राम्रो पकाउँदैन होइन। अब कहिले खाना ठिकैको पकाउने होइन, अनि घर सफा नगर्ने, अब यस्तो गरेर धेरै मतलब दुःख। अब हिजो एकजना आयो बिहान होइन, यो हिजो 1-2 दिन भयो, एकजना आउनुभयो बिहान। अब होइन मैले 2-3 जना मान्छे बोलाएको थियो, हाम्रो सानो मिटिङ थियो। बिहान मलाई चिया दियो होइन, दुध सबै डढेर। यस्तो खाँदाखेरि त होइन सबै मतलब डराएको दुधको चिया हुन्छ नि, तपाईँलाई थाहा हुन्छ नि। अब मैले उहाँलाई भने यो त दुध डढेको छ है भने, अनि उहाँले अलिक ट्राई गरे, होइन डढेको छैन भन्छ।
अनि एकछिन तर उहाँले जुन चाहिँ यो भाँडा धुयो होइन, ल म नयाँ बनाउँछु भनेर बनाउँदै भाँडा धुँदाखेरि तल दुध हुन्छ नि, यो सबै डढेको हुन्छ नि, कालो हुन्छ नि। मैले हेर्नु त अब यो दुध डढेको होइन भने चाहिँ के हो होइन, यो कालो कसरी भएको होइन, दुध सबै कालो भएर टालिरहेछ होइन। अब त्यसपछि ल ठिकै छ, अब चिया होइन, दुध डढेको चिया खानुपर्ने भयो होइन। अब गेस्टहरू आयो होइन, गेस्टहरू आयो। अब मैले ब्रेकफास्टको लागि बोलाएको थिएँ, हाम्रो सानो मिटिङ थियो। अब बिहान अब उहाँले भन्यो होइन, आज चाहिँ म स्पेसल ब्रेकफास्ट बनाउँछु अरे। ल हुन्छ होइन, गेस्टहरू आउँदैछ, बनाउनु स्पेसल ब्रेकफास्ट बनाउनु होइन। तेल यो गऱ्यो होइन, के भन्छ तेललाई पकायो। त्यसपछि अब यो डोनट बनाउँछ, डोनट बनाउँछ अरे होइन, डोनट बनाउँछ आज त अब स्पेसल बनाउँछ अरे। बनायो त पुरै डढेर हुन्छ नि, डोनट त कालो यो हुन्छ नि, कालो डोनट। अनि मलाई सोध्छ गुरु यो डढेको हो कि होइन भन्छ। म त कस्तो खालको मान्छे आएछ भनेर भन्छ नि, गुरु यो त आँखाले देख्छ कालो छ, यो डढेको होइन हो कि होइन भन्छ। छर्लङ्गै छ होइन। मेरो त मुड खराब गर्थ्यो होइन। त्यसपछि गेस्टहरू आयो होइन, 8 बजी खाजा खानुपर्ने होइन, 8:30 लगभग 9 बज्न लागि ब्रेकफास्टै रेडी भएन। अब यस्तो धेरै कुराहरूले होइन मेरो आजभोलि अलिकति के छ, अघि के भने मनस्थिति अलिकति खराब छ होइन। अब हिजोकै कुरा हो, हिजो मलाई थाइल्यान्डबाट होइन एउटा मेरो सानो मिटिङ थियो थाइल्यान्डमा, धेरै इम्पोर्टेन्ट मिटिङ थियो। यो मिटिङको लागि मैले लगभग 1 महिना पर्खिरहेको थियो, इमेल पर्खिरहेको थियो। हिजो बिहान यो थाइल्यान्डबाट मलाई इमेल आयो, मिटिङको लागि आइदिनुहोस्, छिटोभन्दा छिटो आइदिनुहोस् भने। मैले यस्तो हेर्छु, जुन चाहिँ मैले महिना अगाडि जुन चाहिँ थाई भिजा मैले लिएको थियो, यो थाई भिजा चाहिँ उहाँले 1 महिनाको भिजा दिएछ होइन। अनि यो भिजा चाहिँ सिङ्गल इन्ट्री भने एकचोटि मात्रै जानु पाउने होइन। तर भिजा चाहिँ अहिले के भन्छ 17 सम्म, आज कति हो 16 होइन, भोलिसम्म चढ्छ। अब भोलिभन्दा अगाडि चाहिँ यो जब उहाँले 1 महिना दिइसकेपछि चाहिँ होइन भिजा थाप्नु पाउँदैन रहेछ होइन। अब भोलि पर्सि भर्खर एप्लाई गर्नुपर्ने रहेछ। अब हिजो ठिक्कै बिहान इमेल आयो, छिटो आइदिनु यो मिटिङको लागि थाइल्यान्डमा भनेर मलाई भनिरहेको थियो होइन। अब भिजा छैन, म खास भोलि जानुपर्ने। अब पर्सि मन्डे भर्खर होइन, मन्डेमा एम्बेसी खुल्ला हुन्छ, मन्डेबाट भिजा सुरु गऱ्यो भने त उहाँहरूको त 1 हप्ता कहिले 2 हप्ता लगाइदिन्छ। अनि अब थाई एम्बेसीको एम्बेसेडरहरू धेरै बिआईमा आइराखेको कारणले गर्दाखेरि होइन, अनि उता मैले एम्बेसीमा फोनहरू गरेर अनि कुराहरू गऱ्यो होइन। अब यसले गर्दाखेरि अब यो हतार पनि थियो होइन, थाइल्यान्डमा जाने हतार। अब यता थाईको भिजा पनि छैन हुन्छ नि। अब धेरै कुराले गर्दाखेरि के भइरहेछ अहिले, के भइरहेछ मनस्थिति अलिकति बिग्रिरहेछ होइन। त्यही हो 4 अर्य सत्यभित्र दुःख भन्दाखेरि चाहिँ जुन चाहिँ आफूले यस्तो होस् भनेर जुन चाहिँ हुन्छ नि, हाम्रो धेरै कुरा यस्तो भइदिएको भए यस्तो होइन। अब मतलब बिहान ब्रेकफास्ट होइन आवाकादो होइन र ठिक्कैको टेम्परेचर भइदिएको भए होइन र खाँदाखेरि आज ब्रेकफास्ट कति मुड राम्रो हुन्थ्यो होला होइन। आज बिहान क्याफेमा जाँदाखेरि यो जुन चाहिँ मान्छेले होइन वेटरले ठक्कै होइन आएर छिटो सोधिदिएको भए कति राम्रो हुन्थ्यो होइन। हिजो जुन चाहिँ थाईबाट जुन चाहिँ मलाई इमेल आयो, ठिक्कै मेरो भिजा होइन, त्यति बेला मैले मल्टिपल भिजा थापेको भए होइन अहिले यो स्थिति आउँथेन, म भोलि ठक्कै थाइल्यान्डमा जान सक्थ्यो। धेरै यो इम्पोर्टेन्ट काम थियो। त्यसले गर्दा जुन चाहिँ हामीलाई जुन चाहिँ हुन्छ यो के भन्छ, हाम्रो सबैको भित्र यो हुन्छ यस्तो भइदिएको भए यस्तो होइन, एक्सपेक्टेसन के भन्छ एक्सपेक्टेसनलाई, आशा अपेक्षा हुन्छ होइन। यो यस्तो पुरा भइदिएको भए अनि यो जब पुरा हुँदैन अनि के हुन्छ होइन, दुःख हुन्छ, मनस्थिति बिग्रिन्छ। अब मेरो अहिले यही भइरहेछ हुन्छ नि, यस्तो
खाना बनाउनेले यस्तो गरिदिएको भए होइन, यस्तो छैन। अब यो सबैले गर्दाखेरि यो मान्छेले जति एक्सपेक्ट गर्छ होइन, यो नहुँदाखेरि चाहिँ मलाई लाग्छ यो धेरै दुःख भएर चाहिँ। अब यो टाढो कुरा नगरौँ, अघि बिहान भर्खर यो धेरै धेरै इन्ट्रेस्टिङ कुराहरू छ आजभोलि, यस्तो यस्तो कुराहरू भइरहेछ मसँग। मेरो एकजना ड्राइभर थियो होइन, ड्राइभरले अब जुन चाहिँ मेरो गाडीको होइन पानी नभई गाडी चलाइदिएछ, गाडीको इन्जिन सबै जलाइदिएछ। भित्रको यो के भन्छ इन्जिन भन्दा पनि इन्जिनको बाहिर यो पेस्टल भन्ने एउटा हुन्छ अरे, यो रिङ हुन्छ अरे, पुरै जलाइदिएछ पानी नभएर। अब ग्यारेजमा जाँदाखेरि तपाईँको ड्राइभर त के हो, गाडी चलाउन आउँदैन होइन, पानी नभए गाडीले त जबरजस्ती चलाएर पुरै। अब यसको कति धेरै लाख खर्च गरेर बनाउनु पर्ने भयो। मैले ड्राइभरलाई भने होइन, गाडी बनाउने मान्छेले ड्राइभरले चाहिँ होइन पानी नभए गाडी चलाइछ भनेको त उहाँले भन्छ होइन होइन, मैले त पानी नभएको यो त सिग्नल देखाउँछ होइन, सिग्नल देखाएन। अब ग्यारेजले भन्छ पानी छैन भने सिग्नल कसरी देखाउँछ, पानी भए पो सिग्नल देखाउँछ होइन। अब यस्तो कुराहरू होइन, अनि अब यो ड्राइभरलाई पनि मैले निकाल्नु पर्ने भयो होइन। अब यस्तो छ होइन, अब नयाँ ड्राइभर नपाउने फेरि हुन्छ नि। अघि म बिहान ट्याक्सीमा आएको होइन, अब ट्याक्सीमा आयो उता के भन्छ बुद्ध पार्कमा पार्क गरेर अनि म बिस्तारै हिँड्दै आउँदाखेरि यो छेउमे बाँध्ने हुन्छ नि, बसिरहेको छ नि होइन, स्वयम्भूभित्र छेउमा। अनि म त हतारमा थिएँ, हिँडेर आइरहेको थियो होइन। यता उहाँले अब यता 9:15मा आइदिनु होइन, हिजो चाहिँ 9 भनेको थियो, उहाँले चाहिँ यता अलिक टाइम लाग्छ होला 9:15मा यता पुगिदिनु भने म ठिकै छ भने हिँड्दै आइरहेको थिएँ। अब एकजना दिदीले होइन लामा ल छेउमै बाल्दिनु प्लिज, आज बिहान बिग्रिने भएन भन्छ होइन। अब मैले बिचार होइन, यो एकजना आमा थियो राम्रो, मैले बिचारेँ भनेर छेउमै बालौँ भनेको होइन, 20 रुपियाँको छेउमेलाई 50 रुपियाँ भनिरहेको छ होइन। हिजो भर्खर यही छेउमे मैले बौद्धामा बालेको 20 रुपियाँमा, अहिले यता 50 रुपियाँ हो भन्छ होइन। अब मेरो भित्र यो अब करुणा त जाग्यो होइन, अब कुरो त जाग्यो फेरि होइन, कस्तो खालको आदमी यता अब कस्तो मान्छे हुन्छ होइन। अब मैले बाल्छु भनिसकेँ, फेरि बाल्दिनु भने त बिचारा होइन मान्छेलाई हुन्छ नि। अब मैले ल म 2टा बाल्छु भने होइन, उहाँले भने होइन 3टा बाल्नुपर्छ भन्छ। मलाई त झन् रिस उठ्यो होइन, अब चाहिँ छोडिदिन्छु म नबाल्ने भने मलाई। तर यसको बिचारी बुढी आमा होइन, हेर्दा बुढी आमा पनि होइन, हेर्दा 50 कति वर्ष होला, अनि 3टा बाल्नुपर्छ होइन भने मैले होइन म 2टा मात्रै बाल्छु, म अलिकति अब होइन यो त अलिकति धेरै भइरहेछ होइन, मैले 2टा मात्रै बाल्छु भने रिस देखाएको मलाई होइन। यस्तो तपाईँ आफू बाल, अघि चाहिँ आफूले बाल्नु खोजिरहेको थियो, तपाईँ आफू बाल। अब मेरो भित्र होइन अब यो बालौँ कि नबालौँ भन्ने म अलिकति सङ्घर्षमा पऱ्यो होइन। अब यस्तोलाई करुणा देखाउने कि नदेखाउने होइन। अब ठिकै छ, बिहान किन सानो कुरामा होइन यो 20 रुपियाँ 30 रुपियाँ किन झगडा गरेर बस्ने होइन। अब उता गएर प्रवचन गर्नुपर्छ होइन, गुरु यता रिसाएर बसिरह्यो भने त भएन नि होइन। 4 आर्य सत्यको बारेमा कुरा गर्नुपर्ने, गुरु यता दुःखमा हुन्छ नि। अनि मैले 2टा छेउमे बालेँ होइन, 100 रुपियाँ दिएँ। अब यो कुराहरू किन तपाईँहरूलाई बताइरहेको छु भन्दाखेरि चाहिँ दिस इज वाट ह्यापनिङ होइन। अलिकति यो जुन चाहिँ दुःख भन्ने चाहिँ तपाईँको जिन्दगीमा पनि होइन, मेरो जिन्दगीमा पनि होइन, यो सानो कुराले के गर्छ, थुप्रिँदै के हुन्छ, पहाड बनेर जान्छ। बुझ्नु भएन। अब दुःख भनेको हामीले दुःख भन्ने बित्तिकै ठुलो नर्कको दुःख, प्रेतको दुःख होइन, यति टाढो जानु पर्दैन। हामी दैनिक जीवनमा सानो दुःखहरू यो थुप्रिँदै अनि मान्छेको जुन चाहिँ यसले हुन्छ नि अलिकति भएको इनर्जीलाई के गरिदिन्छ होइन, अलिकति भएको शक्तिलाई पनि के गरिदिन्छ, नाश गरिदिन्छ होइन। अब बिहानै यस्तो भइदियो हुन्छ, अब दिउँसो होइन के गर्ने हुन्छ नि। त्यसले गर्दाखेरि यो अब 4 आर्य सत्यको हामी अहिले कुरा गरिराख्दाखेरि अब यो दुःखहरू
जे अब मैले भनेको दुःखहरू त्यसलाई दुःख भन्नु मिल्दैन बुझ्नु यो सानो सानो के भन्छ अब होइन सानो सानो कुराहरू अब यो दुःखहरूको मैले भने जति तपाईँलाई ठुलो दुःख लाग्छ सानो दुःख लाग्छ धेरै ठुलो दुःख लाग्छ जति दुःखहरू छ यो दुःखहरूको पछाडि होइन गहिरोमा हेर्दाखेरि वाट इज द कज होइन कारण के होला किन यो दुःख भइरहेछ कुरा बुझ्नु भइरहेछ न यो दुःख किन भइरहेछ यसको कारणलाई अलिक गहिरोमा हामी हेर्दै गयो भने चाहिँ अब जस्तो कि मैले अघि भने जस्तै हो यो जुन चाहिँ मान्छेको जब एक्सपेक्टेसन हुन्छ होइन चाहना हुन्छ एउटा के भने अघि चाहना र उपेक्षा अपेक्षा आशा होइन अपेक्षाहरू जब चाहना अपेक्षाहरू पुरा हुँदैन अनि मान्छेलाई के हुन्छ दुःख हुन्छ नि होइन अब यो चाहना अपेक्षाहरू इच्छाहरूलाई हामीले अब बुद्ध धर्मको भाषामा होइन हामीले यो जुन चाहिँ के भन्छ यसलाई ईर्ष्या हो होइन अनि यो जुन चाहिँ अशक्ति हो अशक्ति एट्याचमेन्ट होइन जस्तो मलाई यो चाहियो अनि के हो चाहियो होइन यस्तो हुनैपर्छ यस्तो के हो हुनैपर्छ यस्तो हुनैपर्छ अब यस्तो हेर्नु त हाम्रो धेरै दुःख भनेको यस्तो हुन्छ हाम्रो दिमागभित्र एउटा होइन एउटा जुन चाहिँ अब मानौँ श्रीमती र श्रीमानको एउटा एक्जाम्पल राख्दाखेरि पनि सबै अथवा बोयफ्रेन्ड गर्लफ्रेन्डको एक्जाम्पल राख्दाखेरि पनि हामी सबैको मनभित्र एउटा श्रीमती अथवा श्रीमान चाहिँ आइडल श्रीमती होइन आइडलले के भन्छ अब मतलब सबैले चाहेको होइन राम्रो श्रीमती होइन श्रीमान होइन यस्तो हुनुपर्छ भनेर आफ्नो दिमागभित्र एउटा तस्बिर हुन्छ होइन अब यो तस्बिरसँग हामीले के गर्छ आफ्नो श्रीमतीलाई श्रीमानलाई बोयफ्रेन्डलाई गर्लफ्रेन्डले के गर्छ हामीले सधैँ के गरे हुन्छ कम्पेयर गरेर भन्छौँ कम्पेयरलाई के भन्छ तुलना होइन तुलना गर्न चाहिँ अब यो तुलना गर्दाखेरि चाहिँ जब मैले सोचेको जस्तै उहाँले मलाई के गरेन ट्रिट गरेन व्यवहार गरेन भने चाहिँ मलाई के हुन्छ दुःख लाग्छ होइन रिस उठ्छ होइन अब कहिले हुन्छ नि अब मानौँ कसैको पहिलाको बोयफ्रेन्ड होइन अथवा गर्लफ्रेन्डले धेरै राम्रो के गर्यो ट्रिट गर्यो अब अहिले नयाँ बोयफ्रेन्डलाई पनि हामीले के गरेको हुन्छ अथवा गर्लफ्रेन्डलाई के गरेर हुन्छ त्यस्तै अपेक्षा गरेको हुन्छ अब यो पुरा नहुँदा के हुन्छ होइन पहिलाकै राम्रो थियो जस्तो लाग्छ होइन तर अब योसँग त ब्रेकअप भइसक्यो होइन र अब मान्छेले कहिले हुन्छ नि अब श्रीमती श्रीमानमा पनि त्यस्तै हुन्छ जब अब आफ्नो बुवाले आमाले धेरै माया गरेको छोराछोरीलाई पनि हामीले यो अनकन्सियसली के भन्छ अनकन्सियसली अर्धचेत के भन्छ हो अर्धचेतनाबाट चाहिँ हामीले तुलना गरेर हुन्छ होइन आफ्नो श्रीमतीलाई चाहिँ होइन मेरो अब आमा जस्तै मलाई के हो केयर गरोस् माया गरोस् होइन अब यो यस्तो खालको एउटा अघि के भने उपेक्षा आशा अपेक्षा गरेको हुन्छ होइन अब यो कहिले कन्सियसली कहिले अनकन्सियसली जब यो पुरा हुँदैन अनि कहिले दुःख लाग्छ होइन अनि कहिले कुराभित्र निस्किन्छ मेरो आमाले त यस्तो गर्थ्यो होइन र अनि अब वाइफलाई पनि धेरै रिस उठ्छ जब आमासँग के गर्छ तुलना गर्छ बुझ्नु भएन अब इन्ट्रेस्टिङ कुरा फेरि कसै छोरीलाई होइन बुवाको धेरै के हो माया पायो होइन यो गर्दाखेरि फेरि होइन मेरो बुवाले त यसरी मलाई होइन गर्नुहुन्थ्यो भनेर अब यो कुरा मैले किन भनिरहेको छु भन्दाखेरि मैले अब जस्तो कि हाम्रो यता माथि फर्पिङमा धेरैजना यता हाम्रो फर्पिङमा होइन हाम्रो के भन्छ
ध्यान केन्द्र छ होइन, रेपा रिट्रिट। अनि यतापट्टि जुन चाहिँ रेपा रिट्रिटमा यता अब चाइनिजहरू अहिले ध्यान 5 महिनाको ध्यान बसिरहेछ। हाम्रो यता खाना बनाउने धेरै राम्रो छ उहाँ, बुझ्नु होइन, खाना बनाउने यति राम्रो छ कि उहाँले खाना, अब चाइनिजहरूले पनि अलिअलि ट्रेनिङ दिएको होला, खाना यस्तो मिठो बनाउँछ। मैले होइन अब संसारमा घुमेर 5 स्टारमा खाना खाएँ, यति राम्रो खाना होइन उहाँले बनाउनु, यस्तो खाना राम्रो अरूले बनाएको मैले देखिनँ, बुझ्नु होइन। अब खाना बनाउनु मात्रै होइन, खाना बनाइसकेर सफाहरू त भयो, यति धेरै रेपा रिट्रिटको कोठाहरू छ, सफा गर्छ, फुलमा पानी हाल्छ, बुझ्नु होइन। अब यति के भन्छ यसलाई, एक्टिभ। अब मलाई के भइदियो, मेरो अलिकति समस्या कहाँ भइदियो, मैले किन राम्रो कुक पाइनँ भन्दाखेरि चाहिँ मैले सधैँ के गरिरहेको छु, भन्छु तपाईँले होइन। हाम्रो रेपा रिट्रिटको यो जुन चाहिँ कुकसँग मैले के गरिरहेको छु, अब कम्पेयर तुलना गरेर हुन्छु, बुझ्नु होइन। उहाँले त दाल यस्तो बनाउँथ्यो, तपाईँले त कस्तो दाल बनाइरहेछ होइन। उहाँले त फ्राइड राइस यस्तो बनाउनुहुन्छ, तपाईँले त कस्तो बनाइरहेछ भन्दाखेरि मलाई खाना खाँदाखेरि पनि हुन्छ नि, यो जुन चाहिँ हुन्छ नि, यो खाना, यो सब्जी अलिकति यो हुन्छ नि, कहिले कहिले के भन्छ अब धेरै मसला हालिदिएको हुन्छ नि। अनि मेरो मनभित्र अब उहाँले यस्तो बनाउनु हुन्थ्यो होइन। यसले गर्दाखेरि अब यो गाह्रो हुन्छ जस्तो लाग्छ मलाई, हुन्छ नि। अब खाना बनाउने एउटा के हो, एउटा राम्रो खाना बनाउने मेरो घरमा के भन्छ यसलाई अब पाउनु लागि होइन, यो यसको स्ट्यान्डर्डलाई के भन्छ, मापदण्ड भन्छ के हुन्छ होइन, धेरै हाई छ। केले भन्छ, गुणा के भन्छ, गुणात्मक भन्छ हो स्ट्यान्डर्ड होइन, क्वालिटी। अब यो मैले कुरा के भन्नु खोजिरहेको छ भन्दाखेरि हाम्रो सबैको जिन्दगीमा मैले भने अघि दुःखको मैले कारण कुरा गरेको छु यता, बुझ्नु होइन। दुःखको कारण चाहिँ आई वान्ट समथिङ लाइक द्याट हुन्छ नि। अब योलाई जब मिट गर्दैन अनि मलाई के हुन्छ, डिसपोइन्टेड हुन्छ होइन, डिसपोइन्टेड हुन्छ। यो डिसपोइन्टेड भनेको अघि के भन्यो, असन्तुष्टि। यो असन्तुष्टिले के गर्छ, मान्छेलाई दुःख दिन्छ, कुरा बुझ्नु भएन। अब मलाई के लाग्छ भन्दाखेरि अब जुन चाहिँ मैले हामीले भन्यो जति हामीलाई दुःख पाइरहेछ, चाहे यो श्रीमती श्रीमानको बिचमा होस्, चाहे साथीभाइको बिचमा होस्, चाहे तपाईँको म्यानेजर, तपाईँले एउटा कम्पनीमा काम गऱ्यो अरे तपाईँको एउटा एक्सपेक्टेसन हुन्छ, एउटा कम्पनी यस्तो होस्, मेरो कलिग्सहरू यस्तो होस् होइन, मेरो म्यानेजर यस्तो होस्। तर जब तपाईँले सोचेको जस्तै म्यानेजर हुँदैन, बुझ्नु भएन, तपाईँले के हुन्छ, दुःख सुरु हुन्छ। अब बुझ्नु भएर अब तपाईँले जस्तो आज यता आयो, अब कसै आज नयाँ आएको हो भने चाहिँ अब तपाईँहरूले सोचेको जस्तै आज प्रवचन पाएन भने तपाईँले के हुन्छ, फेरि के हुन्छ, दुःख। म त यस्तो सुन्नु आएको थियो, उहाँले त यस्तो कुरा गरिरहेको छ होइन भनेर। अब मान्छे जुन चाहिँ एक्सपेक्टेसनलाई, श्रीमानको एक्सपेक्टेसन हुन्छ नि, चाहनालाई पुरा गर्नु पनि यो 1 दिन 2 दिनको कुरा होइन नि, यो त के हो, जिन्दगीभरको कुरा हो। अब छोराछोरीको बुवा आमाबाट होइन उपेक्षा आशा हुन्छ, योलाई पुरा गर्नु होइन, जिन्दगीभरको कुरा हुन्छ होइन। अब साथीभाइको बिचमा, धर्ममित्रको बिचमा होइन, अब आफ्नो जीवनमा तपाईँले हेर्नु त हामी सबैको जीवनमा एउटा यस्तो हुन्छ कि मेरो इन्कम होइन, मेरो महिनाको स्यालेरी यति भइदिएको भए होइन, जब तपाईँको अहिले स्यालेरीलाई मानौँ 10,000 अरे होइन, तपाईँको एक्सपेक्टेसन 15,000 अरे एक्जाम्पलको लागि है। अब 15,000 नपुग्नेसम्म तपाईँले के हुन्छ, दुःख हुन्छ होइन, तपाईँले मेहनत गर्छ पुग्दैन। अब जब 15,000 पुग्छ अनि के हुन्छ, फेरि तपाईँको मनभित्र के हुन्छ, एक्सपेक्टेसन बढ्छ, 20,000 भइदिएको भए। अरू मेरो साथीहरू त 25,000 खाइरहेछ होइन र, मलाई त 20 भए त धेरै ठिकै हुन्थ्यो। अब जब 20 हुन्छ अनि के हुन्छ, फेरि साथीहरू त 30 पुगिसक्यो हुन्छ होइन। अब तुलनामै मलाई लाग्छ यो सबभन्दा ठुलो के भन्छ, दुःखको के हो कारण चाहिँ मलाई लाग्छ यो तुलना चाहिँ हो जस्तो लागिरहेछ। अघिको मैले भने मलाई किन खाना बनाउने कुक राम्रो पाइनँ, मैले के गरिरहेको छु, यस्तो होइन माथिको जुन चाहिँ स्ट्यान्डर्ड जुन चाहिँ छ यो अलिकति हाई भइदिएर चाहिँ यसले गर्दाखेरि चाहिँ मलाई अहिले खाना बनाउने राम्रो पाएको छैन। यो तुलना चाहिँ धेरै भइरहेछ। अब हामीले काम गर्दाखेरि चाहे यो कम्पनी होस्, चाहे यो अहिले भने जस्तै तपाईँको व्यक्तिगत जीवनमा होस्,
अब एउटा स्ट्यान्डर्ड चाहिन्छ कि चाहिँदैन तपाईँलाई भन्नु त ल एउटा स्ट्यान्डर्ड चाहिन्छ कि चाहिँदैन जस्तो कि स्ट्यान्डर्ड छैन भने त यो हामी सक्सेस भइरहेछ कि छैन होइन अब यो एउटा मान्छे तपाईँले के भनौँ यसलाई अब तपाईँको अब के भन्छ अघि भने जस्तै आशा अथवा के भन्यो अघि अपेक्षा चाहना छैन भने त अनि हामी कहाँ गइरहेछ होइन कस्तो खालको मान्छे मलाई चाहियो भनेर त यो त थाहा पाउँदैन नि होइन थाहै हुँदैन नि त्यसले गर्दाखेरि मलाई लाग्छ यो एउटा स्ट्यान्डर्ड चाहिँ चाहिन्छ होइन स्ट्यान्डर्डलाई के भन्छ नेपालीको स्पष्ट मापदण्डै हो जस्तो लाग्छ मलाई हुन्छ नि एउटा मापदण्ड चाहिँ चाहिन्छ जस्तो लाग्छ होइन यो मापदण्ड छैन भने चाहिँ तपाईँले यो थाहै हुँदैन कि होइन तपाईँको कम्पनीमा होस् घरमा होस् होइन तपाईँले अब बिजनेस गर्नु खोजिरहेको छ बिजनेस पार्टनर कस्तो खालको होइन खोजिरहेछ एउटा अथवा तपाईँले बोयफ्रेन्ड गर्लफ्रेन्ड होइन श्रीमती श्रीमान एउटा यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ होइन मापदण्ड चाहिँ हुनुपर्छ होइन मापदण्ड छैन भने चाहिँ अनि यो हुन्छ नि जस्तो के भन्छ यसलाई जस्तो पायो भने के हो चल्छ भन्न थाल्यो भने अनि अघिको ड्राइभरले के हो पानी बिना के हो गाडी चलाइन्छ अब पछि मैले भर्खर बुझेँ होइन मैले यो ट्याक्सी ड्राइभरलाई यो कुराहरू सुनाएको थियो अनि म ट्याक्सीमा जाँदाखेरि ट्याक्सी ड्राइभरसँग म धेरै कुरा गर्छु होइन अनि उहाँले भन्यो तपाईँले गलत गर्नुभएछ अरे मैले के गलत गर्नुभएछ भने तपाईँले उहाँको लाइसेन्स हेरेको हेरेन अरे होइन मैले त लाइसेन्स त हेरेन तपाईँले लाइसेन्स हेर्नुपर्छ अरे बुझ्नु होइन लाइसेन्स जति पुरानो छ त्यति ड्राइभर के हो एक्सपिरियन्स छ होइन उस्तो यस्तो हेर्दाखेरि ठुलो उमेर भनेर यसलाई होइन यो पुरानो ड्राइभर भनेर के हो हुँदैन लाइसेन्समा हेर्नुपर्छ होइन लाइसेन्स हेर्दाखेरि जति पुरानो लाइसेन्स छ होइन त्यति के हो पुरानो ड्राइभर हो पुरानो ड्राइभरहरू एक्सपिरियन्स भएको ड्राइभरले चाहिँ गाडीमा पानी के हो होइन गाडी एउटा यो भन्यो अर्को चाहिँ उहाँले के भन्यो भन्दाखेरि तपाईँले यस्तो होइन यो के भन्छ यसलाई नोटिस गर्नुलाई याद गर्नु हो त उहाँले ट्याक्सी ड्राइभरले भन्दा तपाईँले यस्तो याद गर्नुहरू पछि ट्याक्सी ड्राइभर राख्दाखेरि चाहिँ अलिकति अनुभव भन्छ नि एक्सपिरियन्स भएको अनुभव भएको ड्राइभरहरूले चाहिँ गाडी चलाउनु भन्दै चाहिँ सुरुमा पानी छ कि छैन होइन यो इन्जिन ओइल के भन्छ यो ओइलहरू होइन छ कि छैन सबै हेर्छ अरे बुझ्नु भएन अनि यो अनुभव एक्सपिरियन्स नभएकोहरूले चाहिँ होइन अनि सिधै बसेर के हो स्टार्ट गरिदिन्छ अरे अनि यस्तो याद गर्दाखेरि उहाँ मेरो ड्राइभरले त इन्जिन यो खोलेर पानी हेरेको त मैले आजसम्म देखिनँ होइन ओइल के भन्छ यो भन्छ इन्जिन ओइल हेरेको त मैले देखिनँ होइन अनि यस्तो याद गर्दाखेरि ओ यो त सही गर्छ उहाँले कुरा गरेको होइन अब त्यसले भन्दाखेरि मैले अघि भन्नु के खोजिरहेको छ मलाई लाग्छ अघि भने चाहिँ दुःखको जति हामीलाई दुःख भइरहेछ यो दुःखको कारण चाहिँ हाम्रो जुन चाहिँ हामीले नर्मली के भन्छ भन्दाखेरि यो के भन्छ यो जुन चाहिँ अशक्तिहरू होइन ईर्ष्याहरू अनि यो मोह एट्याचमेन्ट मोहहरू अनि यो के भन्छ यसलाई तृष्णा भन्छ हो तृष्णा नि मोह नै होइन तृष्णाहरू हो भन्नुहुन्छ होइन लोभहरू अब यो कुरा मैले यता तपाईँहरूले के बुझाउन कोसिस गरिरहेको छु भन्दाखेरि चाहिँ अब यो तृष्णा मोह लोभ होइन अशक्तिहरू चाहिँ र अनि मैले अघि भने जुन चाहिँ अघि हामीले एउटा मापदण्ड त चाहियो अब मापदण्ड बिना त तपाईँले जे पाए त्यही मान्छे लिए भने त अघि भने गाडीको इन्जिनै बिगाइदिन्छ होइन डढेको दुधको चा खानुपर्ने हुन्छ होइन अब त्यसले गर्दाखेरि अब यो मापदण्ड छैन भने त अनि फेरि लाइफ होइन हाम्रो यो संसारै के हुन्छ लथलिङ्ग हुन्छ नि हो कि होइन भन्नु ल अब मैले बिस्तारै अहिले के बुझिरहेको छु भन्दाखेरि तपाईँहरू काम गर्दाखेरि होस् अथवा तपाईँहरूको आफ्नो अब साथी अथवा कम्पनी जे गर्दाखेरि पनि एउटा स्ट्यान्डर्ड चाहिँ चाहिन्छ मापदण्ड चाहिँ चाहिन्छ बुझ्नु होइन तर अब के गर्नु पर्यो भन्दाखेरि मापदण्ड चाहिँ हुनुपर्छ तर यो मापदण्डलाई यति यो अशक्ति एट्याचमेन्ट चाहिँ नहुने यो कुरा बुझ्नुभयो यो अलिकति फरक छ यता तपाईँले बुझ्ने कोसिस गर्नु दुःख भनेको चाहिँ मापदण्ड भएर दुःख हुने होइन रहेछ बुझ्नु होइन मापदण्ड चाहिँ चाहिन्छ
होइन मेरो लाइफ यस्तो हुनुपर्छ, होइन मेरो घर यस्तो हुनुपर्छ, मेरो काम यस्तो हुनुपर्छ, मेरो काम गर्नेहरू यस्तो हुनुपर्छ भनेर एउटा के हुनुपर्छ तपाईँको एउटा स्ट्यान्डर्ड चाहिन्छ, मापदण्ड चाहिन्छ। तर तपाईँले यो मापदण्ड अनुसार हामीले के गर्नुपर्छ, कोसिस गर्नुपर्छ। बुझ्नु होइन, कोसिस गर्नुपर्छ। तर अब यो जब तपाईँले सोचेको जस्तै तपाईँको इच्छा जस्तै होइन यो मापदण्ड के भएन, तपाईँले कोसिस गर्यो सबै तर के भएन, पाएन, पुरा भएन। बुझ्नुभयो। अब यता चाहिँ सानो हामीले बुझ्नुपर्ने होइन, यता जुन चाहिँ दुःखको कारण। अब जब तपाईँले कोसिस गर्यो, सबै तपाईँको मापदण्ड पनि छ, सबै गरेर पनि के भएन, पुरा भएन। अब यसलाई के बुझ्नु पर्यो भनेदेखि यसलाई के भन्छ हामीले, अनित्य, इम्पर्मानेन्ट भन्छ। बुझ्नु होइन। यसले गर्दाखेरि अब योसँग धेरै कुरा जोडिएको छ। म आज यो चाहिँ तपाईँहरूलाई म भन्न चाहन्छु होइन, तपाईँहरूले पनि बुझ्ने कोसिस गर्ने। यो सुन्दा चाहिँ सजिलो लाग्छ तर यसको यति गहिराई छ। अब मैले अघि तपाईँहरूलाई जति पनि कहानीहरू सुनायो होइन, मेरो भित्र दुःख छ कि भन्छ, दुःख चाहिँ छैन। यो कहानीहरू मैले तपाईँलाई के हो बताएँ, यस्तो यस्तो भयो, यस्तो यस्तो भयो। तर यो त्यस कारणले गर्दाखेरि म आज पुरै मुड अफ हुन्छ नि, पुरै ला मेरो त के हो अब होइन, खतम भयो भनेर हुन्छ नि, छैन होइन। म पुरै मेरो के भन्छ अघि दिन खराब चाहिँ भएको छैन। बुझ्नु होइन। अलिकति असर के भन्छ यसलाई, यो एक क्षणको लागि असर भन्छ होइन, इफेक्टलाई इफेक्ट असर चाहिँ अलिकति भयो कि भने चाहिँ भयो। यो झुटो बोल्नु त मिलेन नि होइन र। तर अब यसले मलाई दिनभरि नै होइन असर हुन्छ कि भने चाहिँ हुँदैन। तर कसै मान्छेलाई चाहिँ के हो, यो सानो कुराले के गरिदिन्छ, दिनभरि मुड अघि के भने मनस्थिति पुरै खराब बनाइदिन्छ दिनभरि। कसैको त दिनभरि होइन भोलि पनि खराब गरिदिन्छ। बुझ्नु होइन, 1-2 हप्ता खराब गरिदिन्छ। त्यसले गर्दाखेरि मैले अब बिस्तारै के बुझेँ भन्दाखेरि होइन, यो यस्तो हुनै पर्छ, भएन भने चाहिँ के हो, भएन भने चाहिँ के हो, हुँदैन भनेर जुन चाहिँ यो हामीले के भन्छ यसलाई जिद्दी हो, द्याट्स द राइट वर्ड होइन, जिद्दी। यो जिद्दीलाई नै हामीले आसक्ति भन्छ। यो मापदण्ड यस्तो हुनुपर्छ, म यस्तो गर्छु भने यसलाई आसक्ति भन्दैन। फेरि कसैले चाहिँ होइन तपाईँको त किन होइन यस्तो ठुलो सोच राखेको, यस्तो भविष्य किन यस्तो खालको गोल भिजन हुन्छ नि, सोच किन, यो आसक्ति भनेको होइन। बुझ्नु भएन। तपाईँहरूको आफ्नो गोल हुनुपर्छ, जिन्दगीको लक्ष्य हुनुपर्छ होइन, आफ्नो गोललाई के भन्छ, यो लक्ष्य हुनुपर्छ होइन। अनि अघि भने जस्तै आफ्नो कामको एउटा मापदण्ड हुनुपर्छ, यो सबै हुनुपर्छ। यसलाई आसक्ति भन्दैन। बुझ्नु भएन। आसक्ति भनेको चाहिँ केलाई भन्छ भन्दाखेरि जब यो आफ्नो चाहना, आफ्नो सोच पुरा हुँदैन अनि त्यसलाई के हो, त्यसमै अड्केर जिद्दीपन हुन्छ नि, हो यसलाई चाहिँ के भन्छ, आसक्ति भन्छ। कुरा बुझ्नु होइन। अब यसलाई दुईवटा कुराले तपाईँले यो जिद्दीपन अथवा भने अघि होइन, यसलाई चाहिँ कसरी तोड्नुपर्छ भने चाहिँ दुईवटा कुरा तपाईँले यति बेला चाहिँ आफूले याद दिलाउनुपर्छ अथवा आफूले सम्झाउनुपर्छ। एउटा भनेको चाहिँ अनित्य। अनित्य भन्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ एभ्रिथिङ इज चेन्जिङ। सबै के भइरहेछ, चेन्जिङले के भन्छ, चेन्ज, परिवर्तन भइरहेछ होइन। अब परिवर्तन सकारात्मक पनि हुन्छ, परिवर्तन के हुन्छ, नकारात्मक पनि हुन्छ होइन। अब यो परिवर्तन सकारात्मक हुन्छ कि परिवर्तन के हो, नकारात्मक पनि हुन्छ। यो हाम्रो हातमा कन्ट्रोल हुँदैन। कुरा बुझ्नु भयो त। परिवर्तन चाहिँ हुन्छै हुन्छ होइन। अब सकारात्मकमा हुन्छ कि नकारात्मकमा हुन्छ, यो तपाईँ हाम्रो बसमा होइन। अब यो कुराले यो जुन चाहिँ अघि अनित्यलाई अलिकति बुझेर यसलाई आफूलाई सम्झाउने सबै अनित्य हो। बुझिसकेर चाहिँ अब सेकेन्ड कुरा चाहिँ ध्यान दिनुपर्ने चाहिँ अथवा आफूलाई बुझाउनु पर्ने, सम्झाउनु पर्ने कुरा के हो भन्दाखेरि जे भइरहेछ जिन्दगीमा, मेरो जिन्दगी होस्, तपाईँको जिन्दगी होस्, जे भइरहेछ आज हामी यता भेला हुने पनि यो त्यसै के भन्छ, एक्सिडेन्टलीलाई भन्छ, के भन्छ, बिना कारण अथवा के भन्छ यसलाई होइन, बिना कारण हामी यता भेला भएको होइन। बुझ्नु भएन। देयर इज अलवेज अ कज। हामीले कर्म भन्छ नि होइन, कर्म हेतु भन्छ, कर्म हेतु होइन, कज एन्ड इफेक्ट। अब मैले के सोच्छु भन्दाखेरि होइन, जस्तो कि हामीले पहिला अब तपाईँहरूले यता धेरै गुरुहरूको प्रवचन सुनिरह होला होइन, जिन्दगीमा जे भइरहेछ होइन, यो सबै कर्मको के हो,
फल हो। बुझ्नु होइन? तपाईँ यो संसारमा आउनुभयो होइन? तपाईँ हामी सबै अहिले मान्छे हो कि हामी सबै अहिले घोडा हात्ती होइन सुँगुर बिरालो हो तपाईँ भन्नु त? हामी सबै मान्छे हो नि। कुरा बुझ्नु भयो? हामी सबै मान्छेको के हो? जुनी लिएर आइरहेछ। अब यो पनि के हो? पहिला जुनीको के हो? एउटा राम्रो कर्म गरेर हामीलाई यो जुनीमा के पायो? फल पायो नि, एउटा मानव जीवन पायो नि। बुझ्नु होइन? अब पहिला जुनीको तपाईँले पाप गरेको भए, धेरै पाप गरेको भए त आज यता हामी भेट्नु सक्दैनौँ। तपाईँ कहाँ हुन्थ्यो होला ल भन्नु त ल? नर्कमा होइन? अहिले यो तातो के हो? तेलभित्र हुन्छ नि, डिप फ्राई भन्ने थाहा छ? गहिरोमा के गर्ने? पकाउने। बुझ्नु भएन? अब यो पनि 24 घन्टा पकाउँछ अरे। अब कस्तो पकाउँछ मलाई पनि थाहा छैन होइन? अब तपाईँहरू धेरैचोटि गइसक्यो होला होइन? म पनि गइसकेँ। हामी 24 घन्टा होइन पुरै डिप फ्राई हुन्छ अरे होइन? यो KFC को चिकन जस्तै हुन्छ नि होइन? पहिला जुनीको तपाईँले धेरै पाप गरेको भए त होइन आज यो स्वयम्भू दर्शन गर्नु पाउँथेन होइन? आज यता हाम्रो गुम्बामा भेला पनि हुनु सक्थेन होइन? पहिला जुनीको तपाईँले धेरै पाप गरेको भए त अहिले तपाईँ प्रेत लोकमा हुनुहुन्थ्यो होला होइन? अझै धेरै पाप गरेको भए त तपाईँ के हो? आज यो मस्किटो होइन अनि यो माटो मुनि हुन्छ नि गन्यौलो होइन को जुनी लिएर हामी अहिले के हो? बसिरह होला होइन? अथवा कसै घरको खसी हुन्छ नि दसैँमा के हो? अब यसलाई के गरिदिउँ होइन? काटिदिउँ भनेर तपाईँ चाहिँ होइन पर्खिरहेको हुन्छ होइन? कहिले काट्छ भनेर हुन्छ नि। त्यसले गर्दाखेरि अब पहिलाको जुनीको राम्रो कर्मले गर्दाखेरि हामीले यो जुनीमा के पायौँ? एउटा मानव जीवन पायौँ होइन? अब यही अघि हिजो पनि हामी 4 आर्य सत्य सँगै यो मानव जीवनको बारेमा पनि अलिकति कुरा गरिराख्दिनु भन्ने छ। यही कुरासँग म यतै जोडिदिएँ होइन? अब हेर्नु, हामी अलिकति पहिलाको जुनीको तपाईँले राम्रो कर्म गरेको कारणले गर्दा मानव जीवन त पायो। बुझ्नु भइरहेको छैन? अब राम्रो सुन्नु होला है। अब मानव जीवन त पायो तर तपाईँ यो जुन चाहिँ मानव जीवन जुन यो संसारमा आउनुभन्दा अगाडि तपाईँ त जहाँ पनि के हुन सक्थ्यो? के हुन सक्थ्यो? जन्म लिनु सक्थ्यो नि होइन र? अब तपाईँ किन नेपालमै आउनु पर्यो? बुझ्नु भएन? अब नेपालमा पनि होइन त अब जहाँ पनि जुनी लिनु सक्थ्यो होइन? नेपालको सबभन्दा धनीको घरमा पनि तपाईँ के हुन सक्थ्यो? जन्म लिनु सक्थ्यो। अथवा नेपालमा पनि धेरै गुरुहरू विद्वानहरू हुनुहुन्छ होइन? महासिद्धहरू हुनुहुन्छ, उहाँको घरमा पनि तपाईँ के हुनुहुन्थ्यो? जन्म लिनु सक्थ्यो होइन? तर भएन। किन? यसको पनि के हो? यसको लागि धेरै पुण्य चाहिन्छ। बुझ्नु? यो पहिलाको जुनीले पुण्य चाहिँ गर्यो, मानव जीवन पाउने मात्रै के गर्यो? पुण्य कमायो। अब ठिकै छ, मानव जीवन त लियो, एउटा फलानाको घरमा जन्म लियो। अब कसै जन्म लिने बित्तिकै होइन बुवा आमा ठिकै छ, धेरै धनी पनि छैन तर धेरै के हो? विद्वान, धेरै यो साधना गर्ने सिद्धि महासिद्धहरू पनि होइन। तर घरमा के छ? बुवा पनि के छ? खुसी छ, आमा पनि खुसी छ। बुवा आमाले तपाईँलाई के गर्यो? धेरै नै सानो बेला के हो? समय दियो, माया दियो होइन? तर कसैको जिन्दगीमा के हुन्छ? जन्मिने बित्तिकै होइन सानोदेखि नै आफ्नो बुवा घरमै के हो? नभएर हुर्किएको हुनसक्छ होइन? अब बुवा घरमा आउँदाखेरि बुवासँग राम्रो सम्बन्ध हुँदैन होइन? कसैको त बुवा आमा दुइटै होइन सँग राम्रो सम्बन्ध हुँदैन। अब यो कुराहरू सबैले तपाईँले यस्तो हेर्दाखेरि मैले के भन्नु खोजिरहेको छु भने इट इज नट एक्सिडेन्ट। यो त्यसै बिना कर्मले यस्तो हुनै सक्दैन। बुझ्नु होइन? तपाईँको सानो बेला बुवा आमासँग जति जे कहानीहरू छ हामीले अहिले के भन्छ? अब मनोविज्ञानहरूले तिम्रो बुवाले गर्दाखेरि तिमीलाई त होइन ट्रामा भएछ, झन् हामी त रिसाउँछ। अब त यो मेरो त बुवाले गर्दाखेरि पो हट्छ, मेरो त अहिले होइन मानसिक अलिक समस्या भयो त मेरो बुवाले गर्दा आमाले गर्दा होइन यस्तो भनेर। अनि तपाईँ हामीले चाहिँ सबै ब्लेमलाई के भन्छ? आरोप, दोष होइन? बुवा आमालाई दोष दिन्छ। म आज जे भयो सबै बुवा आमाको कारणले गर्दा म यस्तो भयो होइन? त्यसले गर्दाखेरि बुवा आमालाई के हुन्छ? रिस उठ्छ र जिन्दगीभर तपाईँले के गर्न सक्दैन? माफी दिनु सक्दैन। तर अलिकति यता कर्मको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ अघिको कुरा हो होइन? तपाईँको पहिलाको जुनीले अझै धेरै राम्रो कर्म गरेको भए त यो जुनीमा होइन राम्रो बुवा आमा पाउँथ्यो
कुरा बुझ्नु भइरहेछ होइन। त्यसले गर्दाखेरि यो तपाईँले जे भयो जिन्दगीमा, अब सानो बेला स्कुलमा टिचरसँग भयो होला होइन, अथवा अङ्कल आन्टीसँग भयो होला, जे भयो, मलाई के लाग्छ भन्दाखेरि यसको 100% सबै दोष बुवा आमा अथवा उहाँहरूलाई हामीले के गर्नु सक्दैन, के गर्नु हुँदैन, दिनु मिल्दैन। हामीले पनि यसको उहाँहरूको पनि 50% दोष होला, तर हाम्रो पनि के छ, आधी चाहिँ के हो, हाम्रो दोष छ यो भित्र। अब तपाईँहरूले लाग्दै होला म त सानो थियो, मेरो चाहिँ दोष कहाँबाट आयो होइन। त्यही कुरा तपाईँहरूले यो कर्मलाई नबुझेको कारणले गर्दा त्यो त धेरै ठुलो गल्ती हामीले गर्छ। मैले अघिको कुरा गरिरहेको छु, तपाईँ सानो बेला दुःख होइन पाउने तपाईँको कर्म थिएन भने तपाईँ यो घरमा जन्मिनु के हो, असम्भव हो। बुझ्नु होइन, जन्मिनै सक्दैन। तपाईँ दुःख न के भन्छ, पहिले अघि भने बुवा आमा होइन, आर्थिक पनि सबै राम्रो होइन, मानसिक पनि सबै राम्रो, नानीलाई धेरै माया गर्ने, बुझ्नु होइन। अनि अङ्कल आन्टीहरू पनि त्यत्तिकै राम्रो, दाइ त दिदीहरू त झन् यो भन्दा राम्रो होइन। अनि सानो बेला स्कुल पनि त्यस्तैकै राम्रो स्कुलमा जाने, यो जति जे भयो सानोमा यो तपाईँको हातमा त थिएन नि, हो थिएन, यो त तपाईँको हातमा थिएन। यो बुवा आमाले जे डिसाइड गर्यो त्यही भयो नि। बिहानदेखि बेलुकासम्म होइन, अब यो 7-8वटा कहिले कहिले 9-10वटा क्लास हुन्छ। अनि बिहानदेखि बेलुकासम्म यो के भन्छ, पिटाइ, बुझ्नु होइन। पिटाइ एक दिन होइन, 2 दिन होइन, एभ्री डे होइन। अब यो पिटाइ पनि तपाईँहरूले कल्पना गर्नु नसक्ने पिटाइहरू, यस्तो यस्तो के भन्छ, धुलाइ भन्छ कि पिटाइ भन्छ कि होइन, चुटाइ भन्छ कि होइन। मैले 10 वर्षसम्म, बुझ्नु होइन। अब त्यति बेला यो टिचरहरू भर्खर भर्खर उता होइन, उहाँ तिब्बतबाट उहाँहरू आएर अनि उहाँहरूको भित्र चाहिँ यस्तो अब कहाँबाट आएको यस्तो रिस, बुझ्नु होइन। अब यो रिस के भनौँ, उहाँहरूले राम्रो सोचेर हो कि उहाँहरूले होइन कस्तो खालको रिस हो मलाई अहिले पनि थाहा छैन। अब म तपाईँहरूलाई 1-2वटा एउटा उदाहरण दिन्छु होइन। एउटा टिचर थियो, उहाँले के गर्नुहुन्थ्यो भने घोडालाई पिट्ने हुन्छ नि, हो के भन्छ यसलाई, ओरा भन्छ यसलाई, घोडालाई पिट्ने यो छालाले बनाएको हुन्छ नि हो। अब त्यसले होइन, अब हामी त सानो थियो 5 वर्षको उमेरमा होइन, लुगा अब होइन हामी त्यति बेला कट्टु पनि लाउँदैन होइन, यो सेन्त माथि गऱ्यो भने यस्तो होइन पुरै चाक यति नै होइन पुरै फुलेर आउँछ। अब ठिकै छ, यो त सक्यो। अब नेक्स्ट टिचरमा गयो, फेरि होइन एक्जाम हुन्छ। अब यति बेला टेस्ट भनेको एभ्री डे टेस्ट हुन्थ्यो। अब नेक्स्ट टिचरमा जाँदाखेरि अब चाकमा त पिट्नु भयो नि त होइन, पिटिसक्यो। अब हातमा होइन, अब हातमा एउटा टिचर थियो के गर्थ्यो भन्थ्यो, बाँसमा, अब यो कहाँबाट सिकेको मलाई पनि थाहा छैन, बाँसमा तेल दल्थ्यो होइन। तेल दलिसक्यो त्यसपछि नुन दल्थ्यो, बुझ्नु होइन। नुन दलिसकेर चाहिँ अब होइन हातको माथि 108 खेप, बुझ्नु होइन, हात त यत्रो फुलेर आउँथ्यो, बुझ्नु होइन। अब ठिकै छ, यो कुरा सक्यो। अब अर्को टिचरकोमा जाँदा अर्को टिचर फेरि अर्कै, उहाँहरूले अर्को यो हुन्छ नि पिट्ने के भन्छ यसलाई स्टाइलहरू अब कहाँबाट सिक्यो मलाई पनि थाहा छैन। एउटाले के गर्थ्यो भने पेन्सिल हुन्थ्यो, पेन्सिललाई हुन्छ हातमा यस्तो राख्थ्यो होइन, अनि हातलाई चेप्टाएर चाहिँ हुन्छ नि यस्तो घुमाउँथ्यो, पुरै यताबाट छालै उक्काउँथ्यो। ल ठिकै छ, अब यो यतिसम्म त ठिकै छ। अब अर्को टिचर तपाईँको राम्रो सुन्नु होला है। अर्को टिचरले के गर्थ्यो भने हामी सानो बेला बक्सा हुन्थ्यो, सुर्केस हुन्थ्यो, सुर्केसभित्र हालेर सुर्केस बन्द गर्थ्यो अन्धेरोभित्र। मलाई त डर लाग्थ्यो त, अरू सानो सानो बिचरा यस्तो डराउँथ्यो होइन, पुरै के भन्छ मुद भन्छ कि होइन, पुरै हुन्छ यस्तो। मलाई त डर लाग्थेन, तर मलाई त हाल्थ्यो, म त पस्थेँ 1 घन्टा होइन। अब अर्को तपाईँले सुन्नु, अब यो कुराहरू अहिले यस्तो छैन, फेरि तपाईँहरूले फेरि अहिले यस्तो छ भनेर नसोच्नु होइन। अहिले त सबै के भइसक्यो होइन, अब परिवर्तन भइसक्यो। अब त्यति बेला उहाँहरूले होइन पुरानो जमानाको होइन अब के स्टाइल होला। अब यति एउटाले चाहिँ के गर्थ्यो भन्दाखेरि अब मलाई लाग्छ त्यति बेला उहाँहरूको अलिकति हुन्छ नि केही मतलब अलिकति खराब केही खराब होला जस्तो लाग्छ। करेन्ट लाउँथ्यो, बुझ्नु, करेन्ट यो 2टा करेन्ट हुन्छ नि, झन् गरेर करेन्ट लाउँथ्यो। म अहिले होइन मतलब अब मान्छेले भन्छ नि मेरो सानो बेला मलाई यस्तो भयो। अब यो मेरो सानोको बेला कुरा सोधेको त म त अहिले पुरै मानसिक पुरै के हुन्छ ल भएर हुन्छ नि होइन। अहिले त हस्पिटलमा सुतिरह होला, बुझ्नु होइन।
यो साइकोप्याथिक होइन। तर मैले एउटा आर्टिकल पनि लेखेको थियो होइन, मैले 10 वर्ष यो जुन चाहिँ मेरो के भन्छ यो के भन्छ होला अब बाल्यकाल, अब यो कहानीहरू तपाईँहरूले सुन्दाखेरि होइन, अब मैले यो कुराले के बुझेँ भन्दाखेरि आई फर्गिभ एभ्रिथिङ। मैले जब अध्यात्ममा अलिक गहिरोमा लाग्दै गएँ, मैले पहिला सानो बेला चाहिँ मलाई के लाग्थ्यो भने म ठुलो चाहिँ होस्, अलिकति के होस्, अलिकति जिउलाई के हुन्छ बढ्न चाहिँ दियोस् होइन, अलिकति मसल बनाउँछु होइन, अलिकति कराटे सिक्छु अनि यो टिचरहरूलाई यस्तो धुलाइ गर्छु होइन भनेर मैले बदला लिन्छु भनेर होइन। सानो बेला धेरै वर्ष हाम्रो सानो ग्याङ पनि थियो होइन, सानो लामाहरूको ग्याङ। ठुलो भएर चाहिँ हामी यस्तो गरौँ भनेर प्लान गर्थ्यौँ, धेरै खुसी पनि हुन्थ्यो। अब कल्पना त हो नि होइन, कल्पना गर्थ्यो होइन। अनि एक दिन त इन्ट्रेस्टिङ कुरा के भइदियो भने सपनाभित्र ठुलो भइसक्यो, सपना देखिन्छ एक दिन सपनाभित्र। अनि हामी सानो लामा ठुलो भइसकेछ होइन, टिचरहरू अलिक बुढो पनि भइरहेको थियो सपनाभित्र। मलाई अहिले पनि याद छ, मैले एउटा टिचरलाई बोराभित्र हुन्छ नि, यो बोराभित्र बन्द गरेर यस्तो धुलाइ गरेँ होइन। बिहान उठ्दा त यस्तो यो के भन्छ, के शान्ति हुन्छ होइन, आनन्द महसुस भएको बुझ्यो होइन, यो महा आनन्द महसुस भएको बिहान उठ्दाखेरि होइन, परम आनन्द होइन। अब के आनन्द सबै बिहान उठ्दाखेरि यस्तो होइन आनन्द महसुस भएको। अब मैले किन यो कुराहरू तपाईँहरूसँग सेयर गरिरहेको छु भन्दाखेरि होइन, अब तपाईँहरूको लाइफमा पनि धेरै किसिमको के भयो होला, मेरो लाइफमा पनि के हो त्यतिकै के हो कहानीहरू छ बुझ्नु। यो सबै कहानी पनि कसै कहानी यता बताउनु पनि मिल्दैन बुझ्नु होइन। मैले अहिले भनेको त यो मेरो होइन के भन्छ 0.001% मात्रै होला बुझ्नु भइरहेछ। त्यसले गर्दाखेरि अब तर भए पनि मैले के मलाई मेरो जिन्दगीमा जे भयो मैले अहिले के पनि यसको यसले के भन्छ अलिकति पनि मलाई के छैन, दुःख छैन र यसले मलाई अलिकति पनि असर परेको छैन मलाई कुरा बुझ्नु भइरहेछ। किन भन्दाखेरि चाहिँ मैले बुझ्यो कर्म के हो बुझ्नु होइन, मलाई यस्तो हुने कर्म थियो त्यस्तो भयो, नत्र त म त अर्कै गुम्बामा जान्थेँ होला बुझ्नु होइन। नत्र त म मेरो चाहिँ अब अहिले यति बेला अलिकति ठुलो हुँदाखेरि म 16-17 वर्षको उमेरमा हुँदाखेरि मलाई एउटा होइन 16-17 वर्षको उमेरमा अथवा 20-25 वर्षको उमेरमा जब म यता के भन्छ गुरुको खोजीमा म गएको थियो 3 वर्ष 6 महिना, त्यति बेला मलाई यस्तो लाग्थ्यो सानो बेला होइन मलाई एउटा राम्रो गुरुकोमा छोडिदिएको भए बुझ्नु होइन। अनि यो गुरुले चाहिँ होइन मतलब पुरा उहाँको हुन्छ नि सबै दर्शनहरू मलाई होइन अभिषेकहरू सबै दिएको भए म अहिले त कति के हुन्छ ज्ञानी हुन्थ्यो होला होइन। मैले त 10 वर्ष त त्यतिकै बिगारेँ तर अब बिस्तारै कुरा बुझ्दै जाँदाखेरि जुन चाहिँ हुन्छ नि हाम्रो जिन्दगीमा यो धेरै हुन्छ नि यस्तो भइदिएको भए हुन्छ नि होइन, म यस्तो थियो भन्छ नि होइन, सपोज भन्ने हुन्छ नि होइन, इफ भन्ने हुन्छ नि। अब यो सबै छोडिदिनु बुझ्नु होइन, जे हुने छ सबै के हो भइसक्यो होइन। अब तपाईँ फर्केर के हो जानु सक्दैन, यो जे हुने थियो सबै कर्मले गर्दा के हो भएको। यसलाई म कसैलाई पनि के गर्दैन, म दोष दिँदैन। मलाई अहिले कोसँग पनि के छैन दुश्मन के भन्छ बदला लिने पनि मलाई छैन बुझ्नु होइन। मैले पुरै हृदयदेखि नै माफ गरिसक्यो होइन। त्यस्तै गरेर तपाईँ हामी यता जति बसिरहेछ यो मैले भने नि हामीलाई जे दुःख भइरहेछ सानो बेला होस् होइन, तपाईँको बुवा आमासँग होस्, दिदी बहिनीसँग होस्, आन्टीसँग होस्, तपाईँको सानो बेला टिचरहरूसँग होस्, यता मैले आँखा बन्द गरेर होइन भन्नु सक्छु हामी सबैको भित्र किसिमको के छ कहानी छ। कसैको कहानी त धेरै के हो सुन्नै नसक्ने कहानी पनि हुनसक्छ। तर मैले आज के भन्नु चाहन्छु भन्दाखेरि यो कहानीहरूलाई तपाईँले के गर्नु सकेन, त्याग भन्छ हो, लेट इट गो भन्छ नि होइन। यो कहानीहरूलाई तपाईँले त्याग गर्नु सकेन भने जिन्दगीभर यसले नै तपाईँले के गर्छ पोलिरहेको छ। यसले नै तपाईँको भित्र अलिकति भएको शक्ति पनि के गरिदिन्छ सबै नष्ट गरिदिन्छ होइन। अब मैले पहिला जे भयो मैले सबै होइन माफ गरिदिएँ होइन।
मैले सबै कुरालाई मैले अहिले याद चाहिँ छ, तर यो कुरा याद गर्दाखेरि मलाई के छैन, रिस के हुँदैन, मलाई रिस उठ्दैन। तर म तपाईँहरूलाई भन्छु, जस्तो तपाईँहरू कसैको जिन्दगीमा केही कुराहरू भयो, अब यो कुरालाई मैले के गर्यो, तपाईँलाई सोध्यो अरे तपाईँको के यस्तो घटनाहरू घट्यो भन्दाखेरि, अनि तपाईँहरूले बिस्तारै बिस्तारै मलाई सेयर गर्नुहुन्छ होइन, गुरु मलाई त सानो बेला यस्तो भयो उस्तो भयो, अनि भन्दै भन्दै तपाईँले के हुन्छ, आँखाबाट आँसु आउँछ, अनि भन्दै भन्दै भित्रबाट के हुन्छ, रिस उठ्छ होइन, यो मान्छेपट्टि होइन, धेरै रिस उठेर आउँछ। अनि यो भनिसकेर त पुरै 3-4 दिन त मुटुै के भएर आउँछ होइन, चिसो भएर रिस उठेर, बुझ्नु होइन। यो कुराले के देखाउँछ भन्दाखेरि तपाईँले अहिले पनि के गर्न सकेको छैन, त्याग गर्नु सकेको छैन, अथवा अब यता हामी वज्रयानको कुरा गर्दाखेरि यसलाई शोधन गर्नु सकेको छैन, बुझ्नु होइन। यो अर्धचेतनाभित्र यो कुराहरू अझै पनि डल्लो परेर बसिरहेछ, बुझ्नु। यो ढुङ्गाहरू कसै 1 किलो होला, कसै 10 किलो होला, कसै 1 क्विन्टल होइन होइन अड्किरहेछ। यसले नै तपाईँलाई तपाईँको दैनिक जीवन पनि यसले असर परिरहेको हुन्छ होइन, जिन्दगीभर तपाईँलाई दुःख दिन्छ, बुझ्नु भइरहेको छैन। त्यसले गर्दाखेरि चाहिँ यो के भन्छ, हाम्रो जीवनमा जे भयो यो कुरालाई मैले अघि भने नि, एउटा के हो, अघि के भन्यो, अनित्य भने के भन्यो, अनित्य भने के भन्यो होइन, परिवर्तन हुन्छ। हामीले सोचेको जस्तै के हो सबै हुँदैन। मेरो पनि धेरै चाहनाहरू छ, तर कसै चाहिँ के हो सफल भयो, कसै चाहिँ के भएन, कसै के भएन, सफल भएन, बुझ्नु होइन। अब सफल हुँदा चाहिँ खुसी, अनि के हो यो अघि के भने, असफल हुँदा चाहिँ के हो, निराशा हुने, दुःखी हुने, बुझ्नु होइन। अब संसार भनेको यही हो होइन, कहिले कहिले माथि जाने, कहिले कहिले के हो तल जाने होइन। संसार भनेको होइन, संसारमा हामी कति हुन्छ, कति लोक हुन्छ भन्नु त तपाईँले, 6 लोक हुन्छ। अब 6 लोकमा कहिले कहिले माथि देवलोकसम्म पुग्छ, अनि के हुन्छ, धेरै आनन्द होइन, 24 घन्टै पुरै आनन्द होइन, के पनि दुःख छैन। अनि फेरि यो यसको पुण्य सकिन्छ, अनि के कहाँ झर्छ हामी, नर्कलोकमा 24 घन्टा के हो फ्राई, बुझ्नु होइन, डिप फ्राई हुन्छ हाम्रो। अनि फेरि यताबाट पापको धुलाइ होइन, पापको काटिसकेर चाहिँ हिसाब किताब सकेर फेरि अलिकति पुण्य छ होला होइन, मानव जीवनमा आउँछ, फेरि पाप गर्छ अथवा अलिकति पुण्य गर्छ, अलिकति फेरि हामी कहाँ जान्छ, फेरि माथि देवलोकमा जान्छ, अलिकति खुसी हुन्छ। अब यो 6 लोक हाम्रो दैनिक जीवनमा बिहान उठेर बेलुकासम्म हेर्नु त, हामी कहिले कहिले देवलोकमा पुगिरहेको हुन्छ, कहिले कहिले के हो नर्कलोकमा पुगिरहेको हुन्छ, कहिले कहिले प्रेत लोकमा पुगिरहेको हुन्छ, कहिले कहिले के हो पशु पक्षी लोकमा पुगिरहेको हुन्छ, बुझ्नु भइरहेछ तपाईँले, कहिले कहिले असुर लोकमा होइन। किन होइन, अरूको के भन्छ, अरूको के भन्छ यसलाई, अरूको सक्सेसलाई के भन्छ, सफलतालाई होइन, मतलब के नगर्नु सक्ने, के भन्छ यसलाई, आँखाले हेर्नै नसक्ने, के भन्छ यसलाई, ईर्ष्या हो होइन, डाहा ईर्ष्या हुन्छ नि। यता ल हामी 2-3 मिनट ध्यान गरौँ होइन, अलिकति यो कुराहरूलाई मनन गरौँ र आँखा बन्द गर्ने, ढाडलाई सिधा राख्ने होइन। लामो सास तान्नु, सुरुमा चाहिँ अलिकति 1-2 चोटि लामो सास तान्ने, सास चाहिँ नाकबाट सास तान्ने अनि मुखबाट सास छोड्ने, 1-2 चोटि नाकबाट सास लामो सास तान्ने अनि मुखबाट लामो सास छोड्ने। जब तपाईँले मुखबाट सास लामो सास छोड्दाखेरि चाहिँ तपाईँले जुन चाहिँ जति अहिले आफूले जुन चाहिँ दुःखहरू होइन मनमा अहिले जति पनि अब अप्ठ्यारो कुराहरूले होइन अथवा सबै सास छोड्दाखेरि चाहिँ मैले सबै त्याग गरेँ। अब यो चाहे आज भोलिको कुरा होस् अथवा सानो बेलाको कुरा होस् अथवा बुवा आमा दाजु भाइ दिदी बहिनी जे कुराहरू छ, आफ्नो कामको कुरा होस् होइन, अहिले घरकै आफ्नो अब श्रीमती श्रीमानको बिचको कुरा जे भए पनि छोराछोरीको सबै
कुराहरू चाहिँ मैले सास छोड्दाखेरि चाहिँ मैले साससँगै यसलाई मैले त्याग गरिदिएँ अथवा निकाल्दिएँ अथवा शोधन गरिदिएँ। अर्धचेतनाबाट चाहिँ सब कुराहरू मुखबाट साससँगै वायुसँगै होइन बाहिर गयो भनेर भावना गर्ने। लामो सास तान्ने। सास तान्दाखेरि चाहिँ होइन गुरुहरूको बुद्ध बोधिसत्वहरूको सबैको आशीर्वाद उहाँहरूको हृदय चक्रबाट चाहिँ उहाँहरूको होइन आशीर्वाद चाहिँ एउटा प्रकाश, सेतो प्रकाश होइन तपाईँले सास तान्दाखेरि चाहिँ यो शक्ति जस्तै तपाईँको नाकभित्र पसेर चाहिँ अनि तपाईँको पुरै यो शरीरको नाडी वायु बिन्दुहरू अर्धचेतनाहरू पुरै शोधन गरेर चाहिँ होइन यो पुरै हामीले भाँडा धुको जस्तै लुगा धुको जस्तै हुन्छ नि, लुगालाई सरफ लगाएर साबुन लगाएर लुगाको होइन भित्रबाटै मैलाहरू फोहोरहरू निकाल्छ नि, त्यस्तै गरेर हामीले सास तान्दाखेरि चाहिँ सबै बुद्ध बोधिसत्व होइन चेन्द्रजीको बुद्धको मञ्जुश्रीको होइन गुरु रिम्पोछेको ढोलमाको सबै आशीर्वाद चाहिँ एउटा सेतो प्रकाश तपाईँले सास तान्दाखेरि चाहिँ होइन पुरै यो तीनटा नाडीबाट भित्र होइन यो दुईटा नाक भनेको त दायाँ नाडी र देब्रे नाडीबाट हो होइन। अनि त्यताबाट भित्र पसेर चाहिँ भित्रको होइन पञ्चचक्रदेखि लिएर होइन जुन चाहिँ सबै नाडीहरू अनि शरीरभित्रको यो जुन चाहिँ वायुहरू सबै शोधन भएर चाहिँ तपाईँको अर्धचेतनाभित्रको यो पहिलाको कुराहरू एउटा कालो होइन पापहरू चाहिँ जन्मेको हुन्छ। यो सबै अर्धचेतनाबाट निस्किएर चाहिँ मुखबाट चाहिँ होइन एउटा के भन्छ कालो धुवा जस्तै मुखबाट निस्क्यो भनेर भावना गर्ने। अब यो भित्र मैले भने जस्तै हो सानो बेला बुवा आमासँगको केही यस्तो कुराहरू अथवा दिदी दाइ अङ्कल आन्टी होइन अब टिचरहरूसँग अथवा सानो बेला केही कुराहरू हुन्छ। यो जे कुरा तपाईँलाई धेरै दुःख दिइरहेको हुन्छ यो कुराहरूलाई याद गरेर अनि तपाईँले सास मुखबाट सास छोड्दाखेरि चाहिँ होइन अब यो सबै चाहिँ बाहिर निस्केर आयो। बाहिर निस्किनु भनेको शोधन हुनु हो, त्याग गर्नु हो, यसलाई छोडिदिनु हो। अब बिस्तारै लामो सास तान्ने नाकबाट सास तान्दाखेरि चाहिँ सेतो प्रकाश दाहिने नाक र देब्रे नाकबाट भित्र पसेर पुरै सेतो प्रकाशले शरीरभरि भरेर चाहिँ होइन तपाईँको तीनवटा नाडी पञ्चचक्रहरू सबै सेतो प्रकाशले भरेर होइन अनि शरीरभित्रको सबै नाडीहरू भरेर चाहिँ अर्धचेतनालाई सबै यो फोहोरहरू पापहरू यो जुनीको जे दुःखहरू छ तपाईँले आजसम्म थुपारिरहेछ। हामीले अर्धचेतनाभित्र सबै दुःखहरू थुपारिरहेछ, पापहरू पनि त्यतिकै थुपारिरहेछ। यो सबै तपाईँले मुखबाट सास छोड्दाखेरि चाहिँ गर्दा चाहिँ कालो धुवा जस्तै बाहिर शरीरबाट आएर पुरै आनन्द महसुस। यो तपाईँले हुन्छ नि यो 10-20 किलो 1000 किलो यो जुन चाहिँ सामान बोकेर चाहिँ अनि यसलाई शरीरबाट यस्तो छोड्दाखेरि एउटा आनन्द महसुस हुन्छ नि होइन। त्यस्तै प्रकारले तपाईँले यो जुनीमा जति पापहरू छ होइन बुझेर नबुझेर गरेको पापहरू अथवा अरूले तपाईँले दिएको दुःखहरू होइन यो सबै सास छोड्दाखेरि चाहिँ सबै गयो भनेर भावना गर्ने। सास तान्ने सेतो प्रकाश गुरुहरूको बुद्ध बोधिसत्वहरूको आशीर्वाद करुणा प्रज्ञाको प्रकाश। लामो सास तान्ने। लामो सास तान्दाखेरि चाहिँ दाहिने नाडी र देब्रे नाडीबाट होइन पुरै तल गएर चाहिँ होइन अनि हाम्रो तल जुन चाहिँ नाभि चक्रसम्म चाहिँ पुगाउनुपर्छ होइन यो वायुलाई चाहिँ। त्यसले गर्दाखेरि सास तान्दाखेरि चाहिँ पुरै लामो सास तान्ने अनि पुरै यो
हुन्छ नि तीनटा नाडी हैन आवधुति भन्छ हामीले सुषुम्ना नाडी बीचको नाडी आवधुति पनि हैन सबै भरेर दाहिने देब्रे नाडीहरू हैन यो सबै शोधन भयो भनेर नत्र शोधन भएन भने चाहिँ फेरि यो राग द्वेष मले चाहिँ यो तीनटा नाडीलाई चाहिँ पुरै यो के भन्छ ब्लक गरिदियो भने चाहिँ अनि हाम्रो यो जुन चाहिँ मन हैन सबै यो पापले भरेर चाहिँ हाम्रो तन मन वचनलाई असर गर्छ। त्यसले गर्दा सबै शोधन भयो। मुखबाट सास छोड्ने अब यो मुखबाट सास छोड्दाखेरि यो कालो सास चाहिँ फेरि अरूकोमा गयो भनेर भावना गर्ने होइन यो चाहिँ सास छोड्ने बित्तिकै अनि बाहिर निस्केर आयो तर यो शून्यतामा हैन लय भएर गयो शून्यतामा हैन हराएर गयो। यो फेरि बाहिर गएर यो संसारमा फेरि यो गयो भनेर होइन कि यो बाहिर निस्किने बित्तिकै कालो धुवा पापको हैन दुःखहरू सबै आएर चाहिँ शून्यतामा लय भएर शून्य भएर गयो। फेरि लामो सास तान्ने अब यो सास छोड्दाखेरि चाहिँ पहिलाको कुरा हिजोको कुराहरू अस्तिको कुराहरू केही कुराले तपाईँलाई हैन दुःख दिइरहेछ अथवा मनमा अलिकति हैन सुख शान्ति छैन यो कुराहरूलाई याद गरेर सास छोड्दाखेरि चाहिँ सबै याद गर्दै छोड्नुपर्ने हुन्छ। अथवा यो 10-20 वर्षको अगाडिको कुरा किन नहोस् हैन अथवा हिजो अस्तिको अघि बिहानको कुरा किन नहोस् सबैलाई याद गरेर चाहिँ साससँगै छोड्नुपर्ने हुन्छ। मैले अघि भने जस्तै सास तान्दाखेरि चाहिँ अनि गुरुहरूको मञ्जुश्री अवलोकितेश्वरको आशीर्वाद उहाँहरूको करुणा प्रज्ञाहरूको प्रकाश चाहिँ आशीर्वाद चाहिँ तपाईँले पायो भनेर लामो सास नाकबाट तान्ने अनि त्यस आशीर्वाद त्यस शक्तिले चाहिँ मेरो यता शोधन भइरहेछ भन्नु यो भावना गर्नुपर्ने हुन्छ। हामीले लुगा धुँदा भाँडाहरू मल्दाखेरि सफा पानी आउँछ त्यसले गर्दाखेरि होइन मैला जुन चाहिँ अहिले फोहोर भाँडाहरू लुगाहरू होइन अनि सबै धोएर चाहिँ अनि सबै यो जुन चाहिँ होइन यो पानीहरू यो के भन्छ कालो पानी निस्किन्छ हो त्यस्तै प्रकारले भावना हुन्छ। गुरुहरूको आशीर्वाद चाहिँ सेतो शुद्ध होइन अनि यो करुणा मैत्री भावको प्रकाशहरू चाहिँ तपाईँले सास तान्दाखेरि चाहिँ सबै भित्र पस्यो। लामो सास तान्ने र सासलाई पुरै लामो तानेर चाहिँ पुरै शरीरभरि नै प्रकाशले होइन यसलाई प्रज्ञा वायु पनि भन्छ होइन प्रज्ञा वायुले भरेर चाहिँ अनि सास छोड्दाखेरि चाहिँ यसलाई चाहिँ होइन अनि कर्म वायु भन्छ होइन। अब यो पापको वायु पनि भन्न मिल्छ। यो सबै राग द्वेष मोहको होइन ईर्ष्याको त्यस्तै अहङ्कारको अनि यो जुन चाहिँ वायु चाहिँ मैले अनि मुखबाट अब सास छोड्दाखेरि चाहिँ तपाईँले कमसेकम होइन 1 किलो 2 किलो यो जुन चाहिँ यो मनभित्र भएको कुराहरू पापहरू होइन दुःखहरूले चाहिँ मैले निकाल्यो भनेर चाहिँ आफूलाई विश्वास पनि हुनुपर्छ। फेरि भावना पनि त्यसरी गर्नुपर्छ अनि कुराहरूलाई पनि त्यस्तै याद गर्दै गर्दै फेरि सास छोड्दै छोड्दै सासलाई लामो तानेर चाहिँ होइन यो त हामीले नाइट्रो भन्छ नि होइन नाइट्रोसम्म यता नाभि चक्र नाइट्रोबाट 4 उङ्ली तलसम्म होइन नाभि चक्र भन्छ त्यतासम्म सास तान्नु सक्नुपर्छ। लामो गहिरो सास तान्नुपर्छ। किन भन्दाखेरि यो नाभि चक्रमा चाहिँ होइन यता हाम्रो दाहिने नाडी र देब्रे नाडी र अनि बीचको आवधुति भन्छ सुषुम नाडीको यो यता भेट हुन्छ होइन त्यता सास पुग्दाखेरि चाहिँ अनि यो के भन्छ प्रज्ञा वायु भएर जान्छ। सासले चाहिँ गहिरोसम्म तान्नु सक्नुपर्ने हुन्छ। सास छोड्दाखेरि
यो मनको मात्रै होइन कि शरीरभित्र भएको कहीँ दुखिरहेछ, शरीरभित्र कहीँ अप्ठ्यारो भइरहेछ होइन। कसैको हुन्छ नि सधैँ ढाड दुखिराख्ने होइन, कम्बर दुखिराख्ने, कहीँ टाउको दुखिराख्ने, माइग्रेन, योहरू पनि अब आफ्नो त शक्ति छैन, तर गुरु होइन बुद्ध बोधिसत्वहरूको आशीर्वादले चाहिँ योहरू चाहिँ सास मुखबाट छोड्दाखेरि चाहिँ भन्छ यो पुरै शरीरभित्र पनि पुरै यो शोधन भइराखेको भावना गर्ने। त्यताबाट पनि हामीले अब यता मनोविज्ञानमा चाहिँ रिलिज भन्छ होइन, यो इच एन्ड एभ्री सेलहरूले पनि होइन यो रिलिज भइराखेको भन्छ नि। शरीरभित्रबाट सबै यो रोगहरू दुखेकाहरू पनि सबै छोडिराखेको यो साससँगै हामीले सास छोड्दाखेरि चाहिँ मुखबाट गयो भनेर भावना गर्ने। लामो सास नाकबाट तान्ने, तर बिस्तारै तान्ने होइन। तान्दाखेरि चाहिँ भावना पनि त्यही गर्ने, प्रकाश चाहिँ त्यो गुरु बुद्ध बोधिसत्वको आशीर्वाद होइन, करुणा मैत्री भावको प्रज्ञा चाहिँ भित्र शुद्ध प्रकाश चाहिँ भित्र पसेको भावना गर्नुपर्छ। अनि मुखबाट सास छोड्दाखेरि चाहिँ कुनै दुःखहरू चाहे शारीरिक होस् मानसिक होस् होइन, अर्धचेतनाको पहिलाको कुरा होस्, हिजो आजको किन नहोस्, सबै मुखबाट चाहिँ मैले सास छोड्दाखेरि चाहिँ मैले माफ गरिदिएँ होइन, यो कुरालाई मैले अब छोडिदिएँ, त्याग गरिदिएँ भन्ने चाहिँ तपाईँको भित्र यो सोच हुनुपर्छ। अब कसैले अलिकति सक्छ भने चाहिँ होइन, लामो सास तानिसकेर चाहिँ नाभि चक्रसम्म सास लामो गएर पुगिसक्यो भने चाहिँ अलिकति 3-4 सेकेन्डको लागि भने सासलाई रोक्ने। यसलाई कुम्भका पनि भन्छ। अब कुम्भका पनि धेरै किसिमको हुन्छ, तर यो चाहिँ बेसिक कुम्भका हो होइन। कुम्भकाले के गर्छ भने मैले भने जस्तै यो कर्मिक वायुले चाहिँ प्रज्ञा वायुमा यो परिणत गर्छ होइन। अनि अलिकति 2-3 सेकेन्ड सासलाई रोक्ने। रोक्दाखेरि चाहिँ मैले भने यो गुरुहरूको आशीर्वाद, यो प्रज्ञा करुणाको यो जुन चाहिँ यो प्रकाश चाहिँ पुरै नाडीहरू होइन सबै शोधन भएर, नाडीभित्र वायुहरू शोधन भएर चाहिँ पुरै आफू पारदर्शक भएको भावना गर्नुपर्छ। यो क्रिस्टल भन्छ नि, यो पुरै जुन चाहिँ पारदर्शक पापले शोधन भइसकेर यो पानीहरू फोहोर पानीहरू होइन फिल्टर गर्दाखेरि होइन त पारदर्शक सफा पानी आएको जस्तै होइन, हाम्रो पनि यो सबै गुरु बुद्ध बोधिसत्वका आशीर्वादले चाहिँ। अनि सास छोड्दाखेरि चाहिँ जे कुराले तपाईँलाई बाँधिरहेछ यो सबैलाई छोड्नु। ल हुन्छ। अब बिस्तारै सास नेचुरल सास तान्ने, अब नर्मल सास तान्ने, नाकबाटै सास तान्ने सास छोड्ने होइन। अब बिस्तारै अब लामो सास तान्ने होइन, नाकबाट नर्मल सास तान्ने। अनि आफ्नो यो तन मनको आनन्दलाई अलिक महसुस गर्ने। जस्तो कि तपाईँले होइन हजारौँ क्विन्टल पापहरू होइन निकालिसके जस्तै होइन, हजारौँ लिटर पापहरूले तपाईँले वायुसँगै निकालिसके जस्तै पुरै तन मन हुन्छ नि, शरीर मनको आनन्दलाई अलिक
बिस्तारै आँखा खोल्ने, ल हुन्छ। केही अलिकति मनलाई अलिकति शान्ति पायो, शरीरलाई अलिकति केही शान्ति, हैन? तपाईले यो गर्दाखेरि कसरी यो हिलिङ हुन्छ, कसरी यो शोधन हुन्छ भनेर कहिले कहिले हामी आफूले आफूलाई विश्वास गर्दैन, बुझ्नु होइन? तर भए पनि ल ठिकै छ, तपाईँको यो शक्ति शोधन गर्ने शक्ति नहोला, तर गुरु बुद्ध बोधिसत्वहरूको आशीर्वादले चाहिँ यो सबै के हो भइरहेछ भनेर उहाँले त विश्वास गर्नु पर्यो नि तपाईँले, होइन र? उहाँको त शक्ति छ होला नि, होइन र? त्यसले गर्दाखेरि यो हुन्छ भयो भनेर आफूले विश्वास पनि चाहिन्छ फेरि, बुझ्नु? जति विश्वास हुन्छ त्यति शोधन हुन्छ। अब गरिरहेछ के पनि हुँदैन भने त के पनि हुँदैन, त तपाईँले यसलाई शङ्का गर्नु बित्तिकै त्यसले के गर्यो, ब्लक गर्यो। यसको यो उपाय जुन चाहिँ छ, यो उपायले के गर्दैन, काम गर्दैन, बुझ्नु? आफूले डाउट भन्ने कुराले शङ्का भन्छ नि, होइन? हुन्छ कि हुँदैन होला, यो होला भन्छ नि, यसले काम बिगार्छ। त्यसले गर्दा शङ्का नगर्नु, आफूलाई विश्वास छैन भने ठिकै छ, तर बुद्ध बोधिसत्व जाम्बेयाङ, होइन, मञ्जुश्री अवलोकितेश्वर उहाँहरूको त शक्ति होला नि, होइन? उहाँले त शोधन हुन्छ भनेर चाहिँ, होइन, उहाँहरूको विश्वासमा तपाईँले साधना गर्नुपर्छ। अब मैले अघि 4 आर्य सत्यभित्र उपायको कुरा गरेँ, अब यो एउटा उपाय हो, बुझ्नु होइन? तपाईँको भित्रको यो के भन्छ, अब नकारात्मक हाम्रो दुःखहरू किन भइरहेछ भनेर आफ्नो अर्धचेतनामा धेरै पापहरू थुपारेको, होइन, कारणले गर्दाखेरि, त्यसले गर्दाखेरि हामीलाई के भइरहेछ, दुःख भइरहेछ, बुझ्नु होइन? अब यसलाई के गर्नु पर्यो, दुःखलाई समाधान गर्नु लागि के गर्नु पर्यो, अर्धचेतनाभित्र भएको दुःखको बिरुवाहरूलाई हामीले के गर्नु पर्यो, निकाल्नु पर्यो। कुरा बुझ्नु होइन? जब जस्तो म तपाईँलाई एउटा उदाहरण दिन्छु, मेरो बारीमा, होइन, अब मकैको धेरै बिरुवा छ अरे, बुझ्नु होइन? तर मलाई के चाहेको छैन, मलाई मकै के हो चाहेको छैन अरे। अब चाहेको छैन भनेर बसेर हुन्छ, बिरुवा त रोपिसकेछ, अब के हुन्छ, बिरुवा रोपिसकेर के हुन्छ, यो त के हुन्छ, फल्छ नि। कुरा बुझ्नु भइरहेको छैन? अब मलाई चाहिएन भने चाहिँ के गर्नु पऱ्यो, यो बिरुवाहरू के गर्नु पऱ्यो, जमिनबाट निकाल्नु पऱ्यो, फाल्नु पऱ्यो, होइन? फाल्यो भने त अब मैले यो मकै उम्रिन्छ, अब बिरुवै छैन भने मकै उम्रिँदैन। यो उदाहरणको लागि हाम्रो जे भइरहेछ जिन्दगीमा, होइन, यो सबैको कारण यसको जड चाहिँ कहाँ छ भनेको, बिरुवा चाहिँ कहाँ छ भने आफ्नै अर्धचेतनाभित्र के हो, यो बिरुवाहरू हुन्छ। यो ढिलो चाँडो यो बिरुवा के भएर आउँछ, ठुलो भएर आउँछ, बुझ्नु होइन? यसलाई नै हामीले दुःख भन्छ, बुझ्नु होइन? अब यो बाहिरको दुःखलाई समाधान गर्नुभन्दा पनि हामीले के हो, भित्र दुःखको कारण जड बिरुवालाई हामीले के गर्यो, फालिदियो भने त दुःख त आएन, होइन? यसले गर्दा दुःख सत्य छ, दुःखको के हो कारण, दुःखको बिरुवा पनि सत्य छ, अनि के हो, दुःखको बिरुवालाई निकालिदियो भने के हुन्छ, दुःख पनि के हुन्छ, दुःखको अन्त हुन्छ, बुझ्नु होइन? अब यो त्यसै निस्किन्छ अर्धचेतनाभित्रबाट, पापको बिरुवाहरू, दुःखको बिरुवाहरू आफू निस्किँदैन। त्यसलाई के गर्नु पर्यो, उपाय है। जस्तो अघि हामीले अब नर्मली बजेट जुन चाहिँ अब वज्रयानभित्र वज्र सत्वको साधना भनेर, वज्र सत्वको भावना, होइन, 4 बल भन्ने उपायहरू हुन्छ, यो पनि एउटा उपाय हो। आज जुन चाहिँ हामीले एउटा सिम्पल, होइन, एउटा ध्यान जुन चाहिँ गर्यो, यो पनि एउटा उपाय हो। कुरा बुझ्नु भएन? यो धेरै यस्तो खालको उपायहरू छ। यो उपायहरूले चाहिँ अनि बिरुवा, यो नकारात्मक बिरुवाहरूलाई के गर्छ, निकाल्ने काम गर्छ। कुरा बुझ्नु भएन? अब यो कुरा गर्दैमा, होइन, अब हामीले मान्छे भएको कारणले गर्दाखेरि हामी एकै जुनीमा बुद्धत्व प्राप्त हुनसक्छ कि सक्दैन जस्तो लाग्छ तपाईँहरूलाई? हामी सबैजना बुद्ध हुन सकिन्छ, बुझ्नु भएन? हामीलाई बुद्ध भन्ने बित्तिकै लुम्बिनीको बुद्ध मात्रै याद आउँछ नि, होइन र? तर वास्तविकमा हामी सबै गौतम बुद्ध जस्तै हामी सबै के हो, बुद्ध हुन सकिन्छ। मिलारेपा पनि बुद्ध भयो, गुरु रिम्पोछे पनि बुद्ध भयो, होइन र? मार्पादेखि लिएर सबैजना बुद्ध हुनुभयो, हामी पनि बुद्ध हुन सकिन्छ। तर मानव जीवनमा चाहिँ यो के छ, सम्भावना छ, बुझ्नु भएन?
अब हामी जस्तो अघि भने जस्तै हात्ती हो, कुकुर हो, बिरालो हो भने चाहिँ यो बुद्ध हुन सकिन्छ? सकिँदैन नि। त्यसले गर्दाखेरि अब हामीले जुन चाहिँ मानव जीवन, जुन चाहिँ अमूल्य मानव जीवन पाइरहेछ, त्यसलाई चाहिँ अब त्यसै यो दिनभरि टिकटक हुन्छ नि, यो टिकटकलाई के हो होइन, टिकटक है यो टिकटकभित्र यो जोक्सहरू हुन्छ नि होइन, गानाहरू डान्सहरू हेरेर समय बिगार्नु, खेरो गर्नुभन्दा पनि होइन अलिकति ध्यानहरू गर्ने कोसिस गर्ने होइन। अब यता बौद्धतिर यता हामी यस्तो राम्रो ठाउँ छ, बौद्ध स्वयम्भूमा त सधैँ यति होइन गुरु, यति ठुलो ठुलो गुरुहरूको प्रवचनहरू भइरहेको हुन्छ होइन। अब यतातिर होइन समय निकालेर जाने नि, बुझ्नुहोस् अलिअलि बुझोस् होइन, जाने यो होइन वाङहरू थाप्ने होइन, प्रवचनहरू सुन्ने। अब आजभोलि यस्तो एडभान्स भइसक्यो कि तपाईँको हातमा होइन संसारको गुरुहरूको प्रवचन सुन्नु पाइन्छ, बुझ्नु होइन। युट्युबभित्र जानु त गुरुको नाम मात्रै थिच्नु त होइन, र गुरुको आजभन्दा 20 वर्ष अगाडि यस्तो यो के भन्छ फेसिलिटीलाई के भन्छ सुविधा त थिएन नि होइन, टिभीमा पनि आउँथेन होइन र। अब आजभोलि त तपाईँको हातमा संसारको गुरुहरूको के छ प्रवचनहरू के हुन्छ, खेम्पू गुरुहरूको, लोपेनहरूको प्रवचन सुन्नु पाइन्छ। अब यस्तो समय हजारौँ वर्षमा भएको थिएन यो, आजभन्दा 10-20 हजार समय के हो भएन यो। अब हाम्रो तपाईँ हाम्रो के हो अहिले के भन्छ यसलाई जेनेरेसन भनौँ कि के भनौँ पुस्तामा यो सम्भावना भइरहेछ, यसलाई हामीले के गर्नु पर्यो, राम्रो के भन्छ सदुपयोग गर्नु पर्यो होइन। यो होइन कि नचाहिने कुरामा होइन 5-6 घन्टा यो गर्ने अनि गुरुहरूको प्रवचन चाहिँ यस्तो होइन। यसले गर्दाखेरि हामीले प्रवचनहरू धेरै सुन्ने, ध्यान गर्ने कोसिस गर्ने होइन, अलिकति यो जीवनमै बुद्धत्व प्राप्त गर्ने कोसिसहरू गर्नुपर्छ। अनि तपाईँ हामीले कोसिस गऱ्यो भने हामी बुद्ध के हो यही जुनीमा के हुन्छ बुद्धत्व प्राप्त हुन्छ, बुझ्नु होइन। अब एउटा कुरा के हुन्छ भने तपाईँहरूले यो जुनीमा होइन यो अमूल्य मानव जीवनलाई त्यतिकै समय खेरो गऱ्यो भने के हुन्छ, ल मानौँ हामी आज भोलि के भइदियो अरे, यो संसार छोडेर जानु पर्यो अरे, अब हाम्रो ग्यारेन्टी छ हामी मान्छेको जीवन फेरि पाउँछ भन्दा ग्यारेन्टी छ कसलाई, यता हामी कसलाई पनि ग्यारेन्टी छ, कसैलाई पनि ग्यारेन्टी छैन। आज बेलुका तपाईँ के भइदियो भने भोलि तपाईँ कहाँ हुन्छ, नर्क लोकमा हुन्छ कि प्रेत लोकमा हुन्छ कि होइन पशु पक्षी लोकमा हुन्छ, कसैलाई ग्यारेन्टी छैन। अब जब तपाईँ नर्क लोकमा गयो भने यो 20-30 वर्ष 100 वर्षको कुरा होइन, लाखौँ वर्ष के हो नर्क लोकमा बस्नुपर्ने हुन्छ, प्रेत लोकमा बस्नुपर्ने हुन्छ, बुझ्नु भइरहेको छ होइन। अनि कहिले कहिले पशु पक्षी लोकमा त 1000चोटि जुनी लिएर अनि भर्खर के हो मानव जुनी पाइन्छ। त्यसले गर्दाखेरि अब यो तपाईँहरूले जुन चाहिँ अहिले मानव जीवन पाइरहेछ त्यसलाई चाहिँ राम्रो के भन्छ सदुपयोग गरेर चाहिँ होइन अनि अलिकति बुद्ध धर्मलाई अलिक बुझ्ने कोसिस गर्ने होइन, ध्यान गर्ने अलिक कोसिस गर्ने र अनि बिस्तारै बिस्तारै यो के भन्छ यही जुनीमा बुद्धत्व प्राप्त हुन्छ भनेर आफूलाई विश्वास राख्ने होइन, बुझ्नु भइरहेको छैन। अनि 6 लौपबाट चाहिँ मुक्त हुने हामी के गर्नुपर्छ कोसिस गर्नुपर्छ। त्यही कोसिसमा तपाईँहरू आज यता आइरहेछ होइन। ल मेरो अब आज के हो प्रवचन होइन सक्यो, 1.5 घन्टा हुनेमा